थिएन यस्तो कुराहरू। राज्यका नीति सिद्धान्त भनेको तपाईँको चाहिँ सुरुमा लेखेका 1900 शताब्दी लेखेका संविधानमा यो कुरा उल्लेख छैन, तर अहिले लेटेस्ट लेखेका संविधानमा चाहिँ यो कुरा हामी 47 को नेपालको संविधानमा नि पाउँछौँ, अहिलेको 72 को नेपालको संविधानमा नि पाउँछौँ होइन। त्यो भने मैले राज्यका निर्देशक सिद्धान्त नीतिको उद्देश्य किन राखिएको थियो, किनकि कुन उद्देश्यले राखिन्छन् एउटा प्रश्न। दोस्रो, राज्य सञ्चालनको पद्धतिमा निर्देशक सिद्धान्तहरूको प्रयोग कसरी हुन्छ उदाहरण चाहिँ व्याख्या गर्नु। पहिलो त पहिले के भने त राज्यका निर्देशक सिद्धान्त नीतिहरू चाहिन्छ, लोकतान्त्रिक मुलुकको लागि त्यो चाहिन्छ नै भनेर भन्यो उसले, तर त्यो प्रश्न सोधेन, ब्याकग्राउन्डमा राख्थ्यो, कथनमा राख्थ्यो। र दोस्रो प्रश्नले के भने त राज्यका सिद्धान्त र नीतिहरूको उद्देश्य के हो, तपाईँको धारा 50 धारा 51 को उद्देश्य के हो होइन, र त्यो चाहिँ तपाईँको चाहिँ कसरी कार्यान्वयन हुन्छ त नि व्यवहारमा हामी कसरी ट्रान्सलेट गर्छौँ, यति दुईटा कुरा होइन। संविधानले के भन्छ त भन्दाखेरि तपाईँको चाहिँ राज्यका निर्देशक सिद्धान्त र नीतिहरू कार्यान्वयन भयो भएन भन्ने विषयमा अदालतमा प्रश्न उठाउन पाइँदैन। मौलिक हकमा प्रश्न उठाउन पाइन्छ, तर निर्देशक सिद्धान्तमा नीतिहरूमा प्रश्न उठाउन पाइँदैन। उसमा त्यो कसरी कार्यान्वयन हुन्छ, दुईटा प्रश्न राख्यो उसले। पहिलो प्रश्न, राज्यको तपाईँको निर्देशक सिद्धान्तको उद्देश्य के हो होइन, यसको उद्देश्य के हो त भन्दाखेरि चाहिँ संविधान आफैमा नागरिकको बढावा प्रदान, नागरिकका सबै भावनाहरूको युग पर्यन्त नागरिकका भावनाहरूलाई सम्बोधन गर्ने तपाईँको चाहिँ के हो त भन्दाखेरि चाहिँ धारणा चाहिँ केले राख्छ त भन्दाखेरि चाहिँ संविधानले राख्छ। त्यस कारणले हामीलाई के भन्छ, संविधानलाई बढावा भन्छौँ। संविधानले राज्यको घोषणा गर्छ, साझा मूल्यको स्थापना गर्छ र अनन्त कालसम्म राज्यको गन्तव्य निर्धारण गर्छ। त्यो अनन्त कालसम्म हामी कहाँ पुग्ने, कुन समयमा कहाँनिर पुग्ने, कुन प्रक्रियाबाट पुग्ने, अथवा चाहिँ त्यसको पुग्ने सामाजिक बाटो के हो, आर्थिक बाटो के हो, अथवा राजनीतिक बाटो के हो, अथवा अरू पक्षका नैतिक पक्षहरू के छन्, यस्ता कुराहरू राज्य क्षमता कसरी परिचालन गर्ने भन्ने कुराहरू तपाईँको विकसित रूपमा व्याख्या गर्नु नै तपाईँको चाहिँ राज्यका निर्देशक सिद्धान्त र नीतिहरूको चाहिँ उद्देश्य हो। त्यो उद्देश्य चाहिँ तपाईँको चाहिँ संविधानको यो धारा पछाडि उल्लेख भएका धारा 50 51 होइन 52 पछाडि जुन तपाईँको धाराहरू उल्लेख भएका छन्, त्यो सबै धाराहरू अथवा प्रोभिजनहरू के को लागि जारी रहेका हुन्छ भन्दा चाहिँ संविधानका तपाईँको चाहिँ धारा 50 51 52 लाई कार्यान्वयन गर्नको लागि अथवा मौलिक हक र राज्यका नीति निर्देशक सिद्धान्तहरू अथवा उद्देश्य कार्यान्वयन गर्नको लागि नै राज्यका क्षमताहरू, राज्यका तपाईँको चाहिँ अरू प्रावधानहरू, संवैधानिक अङ्गहरू, सरकारहरू, केन्द्रको सरकार घोषणा गरेका हो। त्यस कारणले गर्दा राज्यलाई गतिशील बनाउने, राज्यलाई तपाईँको चाहिँ समाज अनुकूलित बनाउने, राज्यलाई नागरिकमुखी बनाउने, राज्यलाई तपाईँको चाहिँ अलिक बढी तपाईँको चाहिँ जवाबदेही बनाउनको लागि नै यी सिद्धान्तको व्याख्या गरेका हुन्छन्। नेपालमा पनि तपाईँको चाहिँ नेपालको संविधानको धारा 49 मा निर्देशक सिद्धान्त, विधि तथा दायित्वहरूको कुराहरू उल्लेख छ। 50 मा 4 प्रकारका तपाईँको चाहिँ सिद्धान्तहरूको उल्लेख गरेको छ र धारा 51 मा 13 प्रकारको नीतिहरूको चाहिँ कुराहरू उल्लेख गरेको छ होइन। यी सबै कुराहरू लोकतान्त्रिक तपाईँको चाहिँ सरकारका चाहिँ भ्यालुहरू हुन्। अथवा यसलाई चाहिँ तपाईँको चाहिँ किन चाहिन्छ त भन्दाखेरि मैले चाहिँ तपाईँको चाहिँ केही बुझा पनि राख्छु। राज्यको निर्देशक सिद्धान्त नीति अनुसरण गर्नुपर्छ राज्यले, अथवा नैतिक रूपमा राज्यलाई तपाईँको जवाबदेही बनाउनको लागि, राज्यले सम्पादन गर्ने काम बनाउने, नीति बनाउने, बजेट बनाउने योजनालाई प्रभाव पार्नको लागि, राजनीति तथा व्यवहारलाई प्रभाव पार्नको लागि, संविधानको भावना अनुरूप राज्यले तपाईँले गर्नुपर्ने कामहरू सेवा व्यवस्थापन गर्नको लागि, राज्यको जवाबदेहिता सुनिश्चित गर्नको लागि, अथवा तपाईँको चाहिँ नीति तथा कार्यक्रमको विश्लेषण र मूल्याङ्कन गर्नको लागि, अथवा संवैधानिक निकायले अवलम्बन गर्ने सिद्धान्तको अवलम्बन गर्नको लागि, अथवा तहगत सरकारको तपाईँको चाहिँ कार्यक्षेत्र निरूपण गर्नको लागि निर्देशक सिद्धान्तको चाहिँ तपाईँको चाहिँ धेरै प्रकारका तपाईँको के रहेछन् त भन्दा चाहिँ तपाईँको चाहिँ आधारहरू रहेका छन्। यसले राज्य प्रक्रियामा धेरै प्रकारले आधार पाएको छ। अब यो कुराहरू चाहिँ तपाईँको कसरी कार्यान्वयन हुन्छ त, कार्यान्वयन हुने कुरा मैले यहाँ उल्लेख गरेँ। कार्यान्वयन हुनको लागि चाहिँ हामी के गर्छ त भन्दा चाहिँ राज्यका निर्देशक सिद्धान्त र ऊहरू कार्यान्वयन गर्ने भनेको चाहिँ पहिलो कुराहरू भनेको चाहिँ तपाईँको चाहिँ राज्यका नीतिहरू भन्ने, दोस्रो राज्यको तपाईँको चाहिँ दीर्घकालीन स्रोतहरू, तेस्रो राज्यका योजना कार्यक्रमहरू, चौथो बजेट भन्नु र पाँचौँ तपाईँको के हो त भन्दा चाहिँ सेवा व्यवस्थापनका चाहिँ तपाईँको चाहिँ संरचनाहरू भन्नु र छैटौँ के भन्नु त भन्दा चाहिँ राज्यका विशिष्ट संस्थाहरू भन्नु। जस्तो विशिष्ट संस्था भनेको के त भन्दा चाहिँ संवैधानिक अङ्गहरू, न्यायालयहरू, राष्ट्रपति जस्ता संस्थाहरू, उपराष्ट्रपति जस्ता संस्थाहरू, यिनीहरूले के गरिदिँदैछ भन्दाखेरि चाहिँ कार्यकारीले गरेको कामको लागि चाहिँ
अथवा चाहिँ राज्यका निरपेक्ष सिद्धान्त नीति अवलम्बन गरेर जनतालाई सेवा दिई जनता पनि जवाबदेही सरकार बन भनेर यिनीहरूले तपाईँको चाहिँ राज्यलाई प्रभाव पाएको छन्। मैले यही प्रभावको कुरालाई औचित्यको रूपमा राखिदिनुहोस्। अब तपाईँको चाहिँ अर्को कुरा चाहिँ तपाईँको चाहिँ यो 6 नम्बरमा चाहिँ तपाईँको चाहिँ मैले के भनेको भन्दा चाहिँ 5 नम्बरमा चाहिँ तपाईँको सकारात्मक विभेदको कुरा राखेँ। अघिल्लो शताब्दीदेखि भनेको तपाईँको चाहिँ यो 20औं शताब्दीदेखि त्योभन्दा अगाडि सकारात्मक विभेदको कुराहरू के थिएन। आरक्षणको कुरा तपाईँको चाहिँ 1894तिरबाट मात्रै सुरु भएको अमेरिकाबाट। त्यस कारण चाहिँ त्योभन्दा अब अगाडि चाहिँ आरक्षण पनि थिएन। 1972 पछाडि नै विश्वमा चाहिँ बढीभन्दा बढी चाहिँ सकारात्मक विभेद आरक्षणका कुराहरू विश्वव्यापी रूपमा आयो होइन। अरू देशहरूले तपाईँकोले आरक्षणको कुराहरू त्योभन्दा अगाडि पनि अलिअलि आयो। भनिसकेपछि अघिल्लो शताब्दीदेखि सकारात्मक विभेदलाई निकै महत्त्व दिँदै आएको छ। यस सन्दर्भमा सकारात्मक विभेद किन आवश्यक मानिएको छ अथवा किन आवश्यक हो? नेपालमा अवलम्बन गरेका सकारात्मक विभेदका क्षेत्रहरू उल्लेख गर्छ। दुईटा कुरा, एउटा सकारात्मक विभेद किन आवश्यक मानियो, दोस्रो चाहिँ नेपालमा अवलम्बन गरेको सकारात्मक विभेदका क्षेत्रको क्षेत्रहरू कुन कुन क्षेत्रमा हामीले सकारात्मक विभेद अवलम्बन गरेका छौँ त्यो हेर्नु। दुईटा कुरा भने मैले पहिलो चाहिँ सबैभन्दा पहिला सकारात्मक विभेदको अर्थ राख्नु। सकारात्मक विभेद कानुनको अर्थमा कसैलाई कानुन कार्यान्वयन गर्दा कसैलाई पनि तपाईँको राज्यले विभेद गर्न हुँदैन। तर सकारात्मक उद्देश्य पूरा गर्नको लागि तपाईँको चाहिँ सकारात्मक नतिजा प्राप्त गर्नको लागि विभेद गर्न पाइन्छ। धारा 18 हेर्नुहोस्। धारा 18मा के भनेको छ? हाम्रो संविधान धारा 18 त्यसले यो संविधान सबैको लागि समान रूपमा लागू हुनेछ भनेको छ र त्यसैको प्रोभिजन खण्डले के भन्छ त? र आर्थिक र सामाजिक रूपमा पछाडि परेका वर्गलाई नेपाल सरकारले सूचकहरू निर्धारण गरेर विशेष कानुन बनाएर चाहिँ सेवा दिन बाधा परेको मानिने छैन अथवा सक्ने छ भन्न खोजेको है। त्यो नेगेटिभ भाषा प्रयोग गरेको छ, मैले पोजिटिभ गरी भने। उसले सकारात्मक विभेद भनेको के त भन्दा चाहिँ इतिहासको कालखण्डमा कुनै वर्ग, सम्प्रदाय, सांस्कृतिक लाभ, शासकीय लाभ, सामाजिक लाभ, आर्थिक लाभबाट पछि परे। त्यो सबै लाभलाई अलिकति टर्मिनोलोजीको आधारमा चाहिँ सांस्कृतिक लाभ कल्चरल बेनिफिट भन्छ। कल्चरल बेनिफिट लिनको लागि उनीहरू तपाईँको पछि परे भनेदेखि त्यस्तो वर्ग जो अगाडि पुगेको वर्ग छ जहिले पनि अगाडि हुन्छ। पछाडि परेको वर्ग पछाडि नै मात्रै नहोस् भनेर तपाईँको भन्नको लागि हामीले के गर्नु छ भन्दाखेरि चाहिँ सकारात्मक विभेदको अवधारणा अवलम्बन गर्ने तपाईँको चाहिँ अभ्यास गर्नु। यसले तपाईँको चाहिँ समाजमा तपाईँको चाहिँ पछाडि परेका वर्गहरू, लिङ्गहरू, भाषाहरू, जात, वर्णलाई चाहिँ तपाईँको चाहिँ विशेष व्यवस्थाबाट, विशेष प्राथमिकताबाट, विशेष सहुलियतबाट अधिकार सम्पन्न बनाएर तिनीहरूलाई राज्य प्रणालीलाई चाहिँ समतामुखी, राज्य प्रणालीलाई न्यायमुखी, राज्य प्रणालीलाई चाहिँ तपाईँको चाहिँ समन्यायमुखी अथवा राष्ट्रियताको निर्माणको लागि चाहिँ उनीहरूले विशेष कामहरू गर्छन् भन्नु चाहिँ त्यो चाहिँ किन आवश्यक छ त भनेर मैले आवश्यकता कुराहरू गरेँ। त्यसलाई चाहिँ मैले किन आवश्यक छ डाइरेक्ट तपाईँको पोइन्टमा ल्याउँदाखेरि चाहिँ राज्य सभामा विभिन्न समुदायको प्रतिनिधित्व गराउनु पर्यो। हाम्रो संविधानले के भन्छ त? सामाजिक विविधताको प्रतिनिधित्व गर्ने गरी तपाईँको चाहिँ राजनीतिक संस्थाहरू बना भनेर धारा 249 भन्छ। त्यस्तै तपाईँको धारा होइन भनिसके पछाडि चाहिँ जुन वर्ग पछाडि परेको छ, जुन वर्गको तपाईँको चाहिँ समाजमा अथवा शासनमा अथवा तपाईँको चाहिँ राज्यका संस्थाहरूमा पछाडि परेको छ, तिनीहरूको भोइस, तिनीहरूको तपाईँको चाहिँ अनुवाद, तिनीहरूको चाहिँ तपाईँको भावनालाई रिफ्लेक्ट गराउने कामहरू यसले गर्छ। होइन अर्को लैङ्गिक जातीय वर्गीय दूरी, अहिले तपाईँको चाहिँ महिला पुरुष पहिलो लिङ्ग, महिला दोस्रो लिङ्ग अथवा चाहिँ यौनिक अल्पसङ्ख्यक तेस्रो लिङ्ग भनेर वर्गीकरण गरेको छ। होइन लिङ्ग बराबर हो, कोही पनि घटिबढी छैन, भाषा बराबर हो, जात बराबर हो। यो दूरीहरू सामाजिक मूल्य मानकहरू परिवर्तन गर्नको लागि चाहिएको, ऐतिहासिक अन्यायको वर्तमानमा निदान खोज्नको लागि चाहिएको, यो सामाजिक संस्कृतिको विभेद अन्त गर्नको लागि चाहिएको, राष्ट्रको विकासको मूल प्रवाहमा छुटेका वर्गहरूलाई समाविष्ट गर्नलाई चाहिएको, राष्ट्र निर्माणमा सबैको भावना, सबैको क्षमता, सबैको सम्भावनाहरूलाई उपयोग गर्नको लागि चाहिएको होइन। र राष्ट्र र अन्तर्राष्ट्रिय अनुबन्ध हामीले चाहिँ सिधेको संविधान के प्रोटोकलमा हामीले सही गरेका छौँ। सबै सन्धि होइन, सबै प्रकारको महिला भेदभाव उन्मूलन गर्ने सन्धि अथवा तपाईँको चाहिँ जातीय भेदभाव उन्मूलन गर्ने सन्धि, सांस्कृतिक भेदभाव उन्मूलन गर्ने सन्धि, यस्तो कुराहरू अभिसन्धि गर्ने जुन हामीले चाहिँ अन्तर्राष्ट्रिय समाजमा प्रतिबद्धता जारी गरेका छौँ त्यसलाई राष्ट्रिय समाजमा त्यसलाई देखाउनु पर्यो होइन। र तपाईँको चाहिँ सामाजिक आर्थिक न्याय र समतामूलक समाज निर्माण गर्नको लागि चाहिएको पिछडिको वर्ग चेपाङ राउटेको होला वायु होइन, यस्तोको
लागि चाहिँ यिनीहरूको मनोभावना उच्च बनाएर राष्ट्र सबैको साझा हो भनेर भन्न गर्न परेको हो। अझ योभन्दा पनि हामी के भन्छौँ त, विविधताको तपाईँको सम्भावना, विविधताको क्षमतालाई बुझेर विविधताको पहिचान गरेर विविधतालाई तपाईँको चाहिँ राष्ट्रिय प्रणालीमा उन्नयन गरेर समृद्ध राष्ट्र बनाउनको लागि तपाईँको चाहिँ सकारात्मक विभेद चाहिएको भन्यो। अब यो सकारात्मक विभेद कहाँ कहाँ लागू हुन्छ त भन्दाखेरि चाहिँ सकारात्मक विभेद लागू गर्ने क्षेत्र भनेको चाहिँ तपाईँको चाहिँ प्रशासनिक क्षेत्र हो, रोजगारीको क्षेत्र हो, सामाजिक क्षेत्र हो, सेवा प्रवाहको क्षेत्र हो, नीति निर्माणको क्षेत्र हो, शिक्षा हो, स्वास्थ्य हो, राजनीति हो होइन। राजनीतिको पनि दुईटै क्षेत्र, एउटा प्रत्यक्ष निर्वाचन हुने अङ्गहरू जस्तो दलभित्र र स्पेनमा तपाईँको चाहिँ कतिपय देशहरूले तपाईँको पार्टीभित्र पनि आरक्षण जारी गरेका छन्। स्पेनमा तपाईँको चाहिँ 40% महिलाको तपाईँको चाहिँ प्रतिनिधित्व हुनैपर्छ शासनमा, तर 60% भन्दा बढी चाहिँ हुन पाउँदैन। 40देखि 60% बिचमा हुनैपर्छ भनेर तोकिएको छ। कतिपय देशको कानुनले चाहिँ तपाईँको विभिन्न वर्ग क्षेत्र होइन, जस्तो तपाईँको चाहिँ न्युजिल्यान्डमा माउरी जात, माउरी भनेको आदिवासी, अस्ट्रेलियामा त्यहाँ एबोरिजिनललाई होइन तपाईँको चाहिँ विशेष तपाईँको चाहिँ संरक्षण दिएको छ। र यो बाहेक हामी के पनि भन्न सक्छौँ त, गैर सरकारी संस्थाहरू हामीले फेरि आरक्षण भन्ने बित्तिकै पहिले सबै अथवा सकारात्मक विभेद भन्ने बित्तिकै हामीले बुझेको शब्द भनेको चाहिँ के त, प्रशासनमा भन्ने बुझ्छौँ हामीले। होइन, प्रशासन त एकदम सानो हो। उसको केमा चाहिएको त, प्रशासनमा चाहिएको, सार्वजनिक सेवा प्रवाहमा चाहिएको, शिक्षामा चाहिएको, स्वास्थ्यमा चाहिएको, राजनीतिमा चाहिएको, निजी क्षेत्रमा चाहिएको र गैर सरकारी संस्थाहरू क्षेत्रहरूमा चाहिएको सबै हो। तर नेपालमा यो छ त छैन। नेपालमा चाहिँ के छ त भन्दाखेरि चाहिँ हामीले के भनेको छ, नेपालको संविधानले आर्थिक, सामाजिक, शैक्षिक दृष्टिले पछि परेको महिला, दलित, आदिवासी, अपाङ्ग, यौनिक अल्पसङ्ख्यक लगायतको वर्गलाई भन्छ। अझ खसारेलाई पनि गर्ने चाहिँ भन्छ, समावेश गर्ने भन्छ धारा 42। तर खसारेको कुरा चाहिँ विशेष रूपमा पछाडि परेको मात्रै भनेर तोकिन्छ। यो सबैलाई राज्य प्रक्रियामा निर्दिष्ट गर्नुपर्छ, जसअनुसार हामीले चाहिँ तपाईँको चाहिँ नेपालले अवलम्बन गरेको चाहिँ सार्वजनिक क्षेत्रका रोजगारीमा, निजामती सेवामा अथवा तपाईँको मिलिट्री, प्रहरी, सङ्घ संस्थाको जागिरमा अनि निर्वाचनबाट छानिने पदहरूमा क्यान्डिडेट दिँदाखेरि पनि निश्चित प्रतिशत प्रतिनिधित्व हुने गरी हामीले दिनुपर्छ। भनेपछि त्यो कुराहरू पुरा भएन भने हाम्रो चाहिँ समानुपातिक प्रतिनिधित्वको बन्द सूची पनि छ हाम्रो होइन। बन्द सूचीले पनि तपाईँको चाहिँ समावेशी समानुपातिकता कुराहरू गर्छ भनेदेखि तपाईँको चाहिँ मेयरको, उपमेयरको अथवा तपाईँको चाहिँ विभिन्न तपाईँको चाहिँ राष्ट्रिय सभाको, प्रदेश सभाको अथवा तपाईँको चाहिँ प्रदेश सभाको यहाँ पनि हामीले क्यान्डिडेट दिँदाखेरि चाहिँ तपाईँको चाहिँ समावेशी प्रतिनिधित्व भनेका छौँ हामीले। राजनीतिक दलभित्रको कार्यकारी पदहरूमा, समितिहरूमा पनि नेपालको समाजको तपाईँको चाहिँ बिम्ब झल्किदिनुपर्छ, प्रतिनिधित्व हुनुपर्छ भनेर धारा 269 भनेको छ। त्यस्तै राष्ट्रपति संवैधानिक अङ्गहरूमा कम्तीमा एकजना महिला भन्छ। राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख लगायतका अङ्गहरूमा विविध वर्ग, लिङ्ग, विविध जातको कुराहरू गर्छ। सेवा प्रवाहको क्षेत्रमा, स्वास्थ्यमा, शिक्षामा, आवासमा, खाद्य वितरणमा, प्रजा सुविधामा चाहिँ विशेष वर्गलाई, पछाडि परेको वर्गलाई टोलटुले दिने कुराहरू राखेका छौँ भने सामाजिक शिक्षाका क्षेत्रहरूमा पनि हामीले एकल महिला होइन, तपाईँको दलित, प्रणाली विशेष क्षेत्र, वृद्धहरू होइन, उहाँहरू सबैको भावनालाई समावेश गर्ने गरी चाहिँ सामाजिक शिक्षाका क्षेत्रहरूमा पनि हामीले चाहिँ विशेष सहुलियत दिने, विशेष आरक्षण गरिदिने, विशेष नगद प्रवाह गर्ने भन्ने कुराहरू राखेका छौँ। त्यस्तै उपभोक्ता समिति, व्यवस्थापन समिति जस्ता समितिहरूमा तपाईँको चाहिँ 40% तपाईँको चाहिँ महिला, दलित जनजातिको अनुहार चाहिन्छ भनेका छौँ। प्राकृतिक साधनको उपयोग र व्यवस्थापनमा पनि हामीले चाहिँ तपाईँको चाहिँ तीका इन्डिजिनियस पिपुलहरू, आदिवासी व्यक्तिहरूलाई समावेश गर्ने भनेका छौँ। मैले धारा 42लाई पनि जोडेँ। र अब धारा तपाईँको चाहिँ ग खण्ड गमा गएपछि अब हामीले के भनौँ त भन्दा चाहिँ गमा चाहिँ अलि बढी चाहिँ तपाईँको चाहिँ सेवा प्रवाह, वित्त व्यवस्थापनको कुराहरू गर्छ। अब गमा चाहिँ मैले के भने वित्तीय व्यवस्थापनमा सामाजिक जवाबदेही गर्न के कस्ता विधि तथा संयन्त्र अपनाइन्छ, नेपालमा ती विधि तथा संयन्त्रहरू कुन कुन अभ्यासमा ल्याइएको छ छोटकरीमा उल्लेख गर्छु। अथवा वित्तीय व्यवस्थापनमा, वित्तीय व्यवस्थापन भनेको सरकारको आम्दानी र खर्चमा चाहिँ सामाजिक जवाबदेहिता अथवा तपाईँको चाहिँ सार्वजनिक संवैधानिक जवाबदेहिता, राजनीतिक जवाबदेहिता वा प्राविधिक जवाबदेहिता, सार्वजनिक जवाबदेहिता मात्रै हेरेर पुगेन, सामाजिक जवाबदेहिता पनि हेर्नु पर्यो। समाजले नै तपाईँको चाहिँ यो हामीले गरेका खर्चहरू, हामीले गरेका आम्दानीहरू, हामीले गरेका चाहिँ नीति कानुनहरूको कुराहरू चाहिँ राम्रो गराएको देख्नु पर्यो। उनीहरूले समाजले भन्न पर्यो, माई मनी माई रेस्पोन्सिबिलिटी सर भन्न पर्यो। यो कुराहरू गर्नको लागि चाहिँ तपाईँको कस्तो विधिहरू अवलम्बन गरिएको छ विश्वव्यापी सैद्धान्तिक रूपमा, नेपालमा ती विधिहरूको कानुनको अवस्था कस्तो छ, दुईटा कुरा भन्ने भन्दैछ।
पहिलो विधिमा चाहिँ हामीले के भन्नु त भन्दाखेरि चाहिँ सार्वजनिक वित्त भनेको निकै संवेदनशील क्षेत्र हो, किनभने जनताको पसिना निचोरेर जब तपाईँ हामीले कर उठाउँछौँ, ऋण लिन्छौँ अथवा खर्च व्यवस्थापन गर्छौँ भनेदेखि चाहिँ त्यो जहिले पनि तपाईँको के हो त भन्दाखेरि चाहिँ त्यो सामाजिक जवाबदेहिताको विषयवस्तु हो, सार्वजनिक जवाबदेहिताको विषयवस्तु हो। भनेपछि त्यसलाई चाहिँ तपाईँको चाहिँ कानुनी कुराहरूबाट मात्रै हेरेर पुग्दैन, कानुनी पक्ष निर्वाह गरेर मात्रै पुग्दैन, बजेट निर्वाहमा संविधान के अरे संसदले पारित गरेर मात्रै पुग्दैन, बजेट तर्जुमामा तपाईँको चाहिँ सरकारका अङ्गहरूले तपाईँको चाहिँ बजेट तर्जुमा गर्ने र चाहिँ संसदले पारित गरेर मात्रै पुग्दैन, उसलाई के गर्नु पर्छ, विशेष प्रकारको तपाईँको चाहिँ नागरिकहरूको भावना पनि चाहियो। हुन त हामीले सांसदहरूलाई तपाईँको चाहिँ नागरिक भावनाको ट्रस्टीको रूपमा सार्वभौम सत्ताको विनियोजन गरेका हुन्, तर सधैँभरि राम्रै तिनीहरूले काम गर्छ भन्न सक्दैनन्। त्यस कारणले गर्दा हाम्रा भावनाहरू जहिले पनि मुखरित हुनुपर्छ। केमा त राजस्व उठाउँदाखेरि, खर्च गर्दाखेरि, वित्तीय नीति बनाउँदाखेरि र यी विषयको सबैको साँझो फाँझोमा व्यवस्थापन गर्दा चार विषयवस्तुमा तपाईँको चाहिँ जनताको भावना चाहिँ मुखरित हुनुपर्छ होइन। उसो भए यो चाहिँ के सिद्धान्तमा आधारित छ त भन्दा चाहिँ नो ट्याक्सन विदाउट रिभिजनेसन, त्यो त हामीले भनेका छौँ। त्यसको साथसाथै कसैलाई पनि त्यत्तिकै विश्वास गर्न सकिँदैन भन्ने मान्यतामा यो कुराहरू लागू गरेको छ। उसो भए हामी यसलाई के भन्छौँ त भन्दाखेरि चाहिँ विश्वमा चाहिँ तपाईँको चाहिँ सामाजिक जवाबदेहिता कायम गर्नको लागि, वित्त व्यवस्थापनमा सामाजिक जवाबदेहिता कायम गर्नको लागि चाहिँ प्रचलित केही विधिहरू भनेको छु मैले। नागरिक बजेट अस्ति चाहिँ तपाईँको म सुदूरपश्चिम प्रदेशको चाहिँ तपाईँको चाहिँ मुख्यमन्त्रीज्यूहरू, सांसदज्यूहरू, मन्त्रीज्यूहरू र सचिवज्यूहरूलाई तपाईँको एउटा गोष्ठी भएको थियो, रोल अफ तपाईँको पार्लियामेन्टेरियन होइन इन बजेट प्रोसेस भन्दिनँ मैले। तपाईँको 2 दिन उहाँहरूको लागि चाहिँ 2टा सेसन लिएर आएँ। मैले यही कुराहरू भनेको थिएँ। वास्तवमा तपाईँको चाहिँ उसो भए कार्यकारीले बजेट बनाउँछ, पार्लियामेन्टेरीको भूमिका के हो, पार्लियामेन्टले तपाईँको चाहिँ अप्रुभ गरिदिन्छन्, नागरिकको भूमिका पनि हुन्छ। त्यो भनेको के छ, उसले कसरी छ भन्दा चाहिँ सरकारले बजेट बनाउँदाखेरि चाहिँ नागरिक बजेट लिएर आउने, त्यो भनेको बजेट बनाउनुभन्दा अगाडि चाहिँ पुरो बजेट छलफल गर्ने, बजेट अवधि र बजेट पश्चातका मात्रै तपाईँको नागरिक भावना, नागरिकलाई यसरी बजेट लिएर आएका छौँ, यो गरी बजेट बनाउँदैछौँ, यसरी बजेट खर्च गरेका छौँ भनेर तपाईँको चाहिँ नागरिकसँग छलफल गर्ने विधि विश्वमा प्रचलित विधि है। यसलाई तपाईँको चाहिँ सिभिक बजेटिङ भन्छ होइन। अनि अर्को चाहिँ तपाईँको चाहिँ बजेट तथा वित्तीय शिक्षा, बजेट कसरी बनाउने, के गर्ने, अथवा बजेटमा चाहिँ तपाईँका कस्ता कार्य प्रक्रियाहरू रहेका छन् भन्ने कुराहरू चाहिँ तपाईँको भन्ने कुराहरू। अर्को नागरिक बडापत्र, नागरिक बडापत्र चाहिँ अलिक सेवा प्रभावमा मात्रै हुन्छ र बजेटलाई पनि यसको कुराहरू राख्न सक्छौँ हामीले। त्यस्तै छोटा प्रकारले हामीले कति कर उठाउँछौँ, कति खर्च उठायौँ गर्दैछौँ, अथवा कुन तपाईँको चाहिँ आयोजनमा कति खर्च गर्दैछौँ, यस्ता कुराहरूलाई चाहिँ तपाईँको स्वत प्रकाशन गरेर नागरिकलाईबाट सरकार विवेचित हुने। त्यस्तै बजेट तथा वित्तीय शिक्षा होइन। वित्तीय शिक्षा भनेको मतलब चाहिँ तपाईँको चाहिँ हरेक रूपबाट सरकारले कसरी आम्दानी गर्छ, कसरी खर्च गर्छ, हाम्रो लागि के गरिएको रहेछ भनेर चाहिँ हरेक प्रकारले नागरिकहरूले तपाईँको चाहिँ सरकारलाई प्रभाव पार्न सक्ने, मत दिन सक्ने, अभिमत दिन सक्ने, एकपटक 5 वर्षमा एकपल्ट भोट दिएर मात्रै हुँदैन र काम गरिसके पछाडि चाहिँ तपाईँको चाहिँ अनुगमन गर्ने, तेस्रो बच्ची अनुगमन भन्यो हामीले, तेस्रो आँखाले अनुगमन गर्ने र सरकारले काम गर्दा गर्दै राम्रो गरेछ भनेर सिभिक ज्युरीहरू गठन गर्ने। त्यो सिभिक ज्युरीले के गर्छ त भन्दाखेरि चाहिँ तपाईँ मैले गरेको काम, तपाईँ मैले गरेको सेवा प्रवाह, तपाईँ मैले गरेको बजेट प्रवाह, अहिले चाहिँ तपाईँको चाहिँ 7 महिनामा 23% मात्रै खर्च भएको छ। किन यस्तो खर्च कम हुन्छ त? सिभिक ज्युरी भए तपाईँ मलाई छड्याउँछ त्यहाँ र छड्याएर के भन्छ त किन कम खर्च भयो? नेपालमा सिभिक ज्युरीको किन मात्रै प्रयोग छ? अहिले म भन्छु ठुला विकास आयोजनामा चाहिँ गरेको खर्चहरूको पारदर्शिता, नागरिकलाई जानकारी दिने कुरालाई मैले सार्वजनिक खर्च अनुगमन प्रणाली भने मैले PETS पब्लिक एक्सपेन्डिचर ट्र्याकिङ सर्वे जस्तो मध्यपारी लोकमार्ग यदि ठुला खर्च गर्ने, अर्बौं खर्च गर्ने ठाउँमा चाहिँ यो पैसा यो वर्ष यति खर्च गरिरहेका छौँ, यो क्रियाकलापमा यति खर्च गरिरहेका छौँ, यो प्रोक्युरमेन्टमा हामीले यो कुराहरू गर्छौँ होइन, यसको गुणस्तर यो हो, खर्च व्यवस्थापन स्रोत यो हो, आजसम्म यसरी यति खर्च भएको छ भन्ने कुरा चाहिँ जनतालाई थाहा दिने कुरालाई मैले के भने त भन्दाखेरि चाहिँ सार्वजनिक खर्च अनुगमन भने मैले। र अर्को सुनवाई, यति कुराहरू दिएपछि जनता कहिले काहीँ चाहिँ तपाईँको चाहिँ चित्त बुझाउँदैन, जानकारी मात्रै दिए कुरामा चित्त बुझाउँदैन। अब उनीहरूसँग रहेर छलफल गर्नु पर्यो होइन, पब्लिक डिबेट गर्नु पर्यो होइन, सुनवाई पब्लिक हियरिङ गर्नु पर्यो, आम्ने सामने बस्नु पर्यो। र यति गरेर पनि कहिले काहीँ पुगेन भने सामाजिक लेखाजोखा परीक्षण हाम्रो सेवाग्राहीले नै तपाईँको के गर्नु पर्यो त, के गर्नु पर्यो त भन्दा चाहिँ सेवाग्राहीले नै तपाईँको चाहिँ हामीले चाहिँ तपाईँको चाहिँ
हामीले गरेका कामहरूको परीक्षण गर्न पर्यो हैन र सिटिजन रिपोर्ट कार्ड हामीले दिएको कुराहरू चाहिँ कतिको तपाईँको चाहिँ गुणस्तरीय छ भनेर चाहिँ स्कोरिङ गर्ने स्कोर कार्डहरू कम्युनिटी स्कोर कार्ड सिटिजन स्कोर कार्ड हामीले गरेका काम चाहिँ इन्टिग्रिटी र इमान्दारिता कति पुग्यो भनेर चाहिँ इन्टिग्रिटी प्याक्टहरू गर्ने र कहिलेकाहीँ चाहिँ तपाईँको चाहिँ सिभिक सर्टिफिकेसन सर्वे भन्ने चलन छ नेपालमा छैन सिटिजन नागरिक अदालत भन्ने अलिअलि चलन छ गुनासो सुनवाई पनि नेपालमा अलिअलि छ आर्थिक प्रतिवेदन दिने कुराहरू र यी कुराहरू बाहेक चाहिँ मिस्ट्री सपिङ ओपेन डे सर्भिस इन्टेलिजेन्स होर्डिङ बोर्ड अम्बुड्सम्यान जस्ता कुराहरू पनि नागरिकले सरकारले गरेका कामहरूको त्यो चर्चो गर्नको लागि सरकारलाई जवाबदेही बनाउनको लागि वित्तीय रूपमा सरकारलाई जवाबदेही बनाउनको लागि प्रत्यक्ष संसद र संसदीय निकायहरू अडिटरलाई मात्रै विश्वास नगरेर आफैले हेर्छ माई मनी माई रेस्पोन्सिबिलिटी भनेर हेर्छ यो कुरा भने मैले र नेपालमा यो कुरा कतिको छ त नेपालमा अघि मैले भनेका जस्ता सबै कुराहरू छैन कानुनको कुराहरू गर्यो भनेदेखि तपाईँको उपभोक्ता समिति उपभोक्ताहरू सम्मेलन रहेको कुनै आयोजनामा 1 करोडसम्म लागत पुर्याएको आयोजनामा चाहिँ तपाईँको उपभोक्ता समिति बनाउन सक्ने छ भनेको छ अनि बजेट बनाउँदाखेरि सरकारले 1965 अर्बको आगामी वर्षको लागि बजेट बनाइरहेको छ तर त्यो बजेटको स्रोत के हो कहाँबाट गर्ने अथवा पत्र साइजको बजेट बनाउने भनेर नागरिकहरूसँग मिटिङ गरेको छैन अथवा कति सिलिङ पुल निकाले कति दिने भनेर नागरिकसँग चाहिँ त्यसको चाहिँ छलफल गरेको छैन कानुनको बेलामा पनि नागरिकसँग त्यति छलफल गर्दैन अडिट गर्ने बेलामा नागरिकसँग छलफलै गर्दैन त्यस कारणले गर्दाखेरि चाहिँ त्यसको पछि अनुगमन भन्दा अलिअलि चलन छ तर त्यो पनि धेरै चलन छैन भन्ने मैले यो होस् मैले के पनि छ भन्दा चाहिँ नेपालमा तपाईँको चाहिँ वित्तीय सार्वजनिक वित्त व्यवस्थापनमा सामाजिक जवाबदारीता हेर्ने कुराहरू अलिकति कम छ भन्ने मैले संवैधानिक निकाय आन्तरिक तपाईँको संयन्त्रहरूको बढी परिचालन हुन्छ नागरिक संयन्त्रहरूको परिचालन हुने अथवा नागरिकले नै सरकारलाई विवेचना गर्ने प्र्याक्टिस तपाईँको मेजरहरू कम छ केही कुराहरू के छ त भने मैले जस्तो सेवा प्रवाहमा बढापत्र सार्वजनिक सुनवाई सामाजिक परीक्षणका सामान्य कुराहरू नीति सम्वादहरू अहिले सरकारी विवरण लाग्यो नीति सम्वाद भयो 4-5 ठाउँमा होइन र बजेटमा नीति सम्वाद भइरहेको छ अथवा कतिपय कुरा आर्थिक नीतिहरू बनाउनेमा नीति सम्वादहरू भइरहेको छ अहिले नेपाल सरकारले चाहिँ तपाईँको चाहिँ 18वटा दोस्रो चरणको चाहिँ तपाईँको चाहिँ यो पोलिसी रिफर्मको लागि 18वटा कार्यक्षेत्र छानेको छ त्यसमा नीति सम्वादहरू भइरहेको छ होइन एउटा चाहिँ मैले आफैले पनि भाग लिइरहेको छु होइन यो सबै कुराहरूलाई मैले के भने गुनासो व्यवस्थापन स्वत प्रकाशन यी सबै कुराहरू चाहिँ तपाईँको चाहिँ लगभग तपाईँको चाहिँ केमा सम्बन्धित रहे त भन्दा चाहिँ सामाजिक परीक्षण साझा सवाल नागरिक पौडा मञ्च अलिक पहिला थियो अहिले छैन होइन सेवाग्राही नागरिक अन्तर्क्रिया र सामुदायिक व्यवस्थापन समितिहरू होइन सार्वजनिक निकायको तपाईँको चाहिँ खर्चलाई तपाईँको चाहिँ निकास र खर्चलाई सार्वजनिक गर्ने परिपाटी सबभन्दा राम्रो चाहिँ यही हो भन्नु सक्दैन अरू धेरै कुराहरू छैन सरकारले 10,000 भन्दा बढी गरेको खर्चको विषयमा राख्ने सरकारले दिएको निकास खर्चको प्रति सूचना पार्टी र होटलमा राख्ने लगायतको कुराहरू छ तर बजेटको प्रक्रियामा तपाईँको चाहिँ आम खर्चको प्रक्रियामा निगरानीको प्रक्रियामा चाहिँ नागरिक संलग्न हुने नागरिकले हेर्ने परिपाटी प्यासिभ छ भन्नु सक्दैन होइन अब 7 नम्बरको प्रश्नमा हामी के जान्छौँ त कर्मचारी तन्त्रको कुरा गर्छौँ कर्मचारी तन्त्रका प्रकारहरू औल्याउनु कर्मचारी तन्त्रको प्रकार कति प्रकारका छन् होइन औल्याउँदै कर्मचारी तन्त्र शासन सञ्चालन र सेवा व्यवस्थापनको विकल्पविहीन संयन्त्र भएर पनि किन आलोचित छ व्यावहारिक रूपमा विवेचना गर्नुहोस् सैद्धान्तिक रूपमा व्यावहारिक रूपमा हामीले धेरै कुरा भन्न सक्छौँ जस्तो अहिले कर्मचारी तन्त्रको आलोचना गर्नुको चाहिँ सरकारको अवधारणा परिवर्तन भएर पनि आलोचना भएको छ जस्तो कि ट्रम्पले कुराहरू गरिदिएको छ जस्तो कि अब कर्मचारी तन्त्र भन्दा हामीले बिस्तारै हिजो शासन सञ्चालन गर्ने कर्मचारी तन्त्र भनेको चाहिँ कर्मचारी थिए उनीहरूको चाहिँ विधि विधान थियो उनीहरूको चाहिँ तपाईँको चाहिँ कार्यविधि थियो अब हामीले बिस्तारै कर्मचारी तन्त्रलाई तपाईँको चाहिँ अर्को कर्मचारी तन्त्रको रूपमा के आएको छ त एल्गोरिदम सूचना प्रविधि आएको छ त्यसलाई हामीले अहिले भन्दैनौँ त्यति पर पाउँदैनौँ के भन्छौँ त भन्दाखेरि चाहिँ कर्मचारी तन्त्रको प्रकार उल्याउनु र यो किन आलोचित छ यो नभई हुँदैन समाजको लागि र किन आलोचित छ दुईटा कुरा भने मैले पहिला कुरा त तपाईँको चाहिँ कर्मचारी तन्त्र भनेको के साथीहरूले कर्मचारी तन्त्र भनेको चाहिँ यसले हामीले बुझ्यौँ कि ठुला सङ्गठनहरू जुन ठुला सङ्गठनहरूमा हामी काम गर्छौँ त्यहाँ तपाईँ मेरा भूमिकाहरू कार्यक्षेत्रहरू फर्मल रूपमा निर्धारित हुन्छन् अथवा ठुला सङ्गठनहरू त्यो सरकारी होस् कि गैर सरकारी होस् कि निजी होस् जुनसुकै ठुला सङ्गठनहरूमा मानिसहरू जब धेरै व्यक्तिहरू तपाईँको समूहमा कामहरू गर्छन् यस्तो बेलामा नियम कानुन कार्यविधि
परिपाटीलाई व्यवस्थित रूपमा अवलम्बन गर्ने, अभ्यासहरूलाई अवलम्बन गर्ने, परिपाटीहरूलाई अवलम्बन गर्ने पद्धति छ भनेदेखि त्यो नै कर्मचारी तन्त्र हो। कर्मचारी तन्त्र भनेको सिभिल सर्भिस मात्रै होइन रहेछ मैले, अथवा कर्मचारी तन्त्रमा स्तरीय कार्यविधि, शक्तिको औपचारिक विनियोजन अनि तपाईँको क्षमता, पद सोपानयुक्त पद क्षमता र सम्बन्ध श्रृङ्खलाहरूको परिभाषा गरेको हुन्छ भने मैले। उसो भए यस्तो साङ्गठनिक परिपाटी जहाँ स्तरीय कार्यविधि, शक्तिको औपचारिक विभाजन, क्षमताको पद सोपान र सम्बन्ध श्रृङ्खलाहरू, विभिन्न तहहरूको बिचमा सम्बन्ध श्रृङ्खलाहरू, सञ्चार श्रृङ्खलाहरू स्पष्ट विभाजन गरिएको छ भनेदेखि त्यसलाई हामी के भन्छौँ? कर्मचारी तन्त्र। त्यो सबैभन्दा बढी खास छ सरकारको कर्मचारी तन्त्रमा भएको हुनाले हामीले कर्मचारी तन्त्र भन्ने बित्तिकै हामी कसलाई बुझ्छौँ त भन्दाखेरि चाहिँ निजामती सेवाभाग सरकारको प्रशासनलाई बुझ्छौँ होइन। अथवा कर्मचारी तन्त्रमा चाहिँ 5 वटा गुण हुन्छ भने मैले। कार्य र व्यक्तिगत स्पष्ट कार्य विभाजन हुन्छ जसले जिम्मेवारी निर्वाह गर्न सरलता हुन्छ। मैले के काम गर्ने, तपाईँले के काम गर्ने भन्ने कुरा स्पष्ट भइसकेपछि काम गर्न सजिलो हुन्छ। सजिलोको लागि तपाईँको जिम्मेवारीको चाहिँ परिपाटी निर्धारण गरेको स्थिर कर्मचारी प्रशासन हुन्छ र रेखीय वित्तीय प्रणाली। मैले तपाईँको मेरो प्रमोसन कहाँ हुने, मैले कहाँ रिपोर्ट बुझाउने, मैले मेरो मातहतमा को बस्ने भन्ने कुरा चाहिँ रेखीय सम्बन्धमा हुन्छ होइन। र अर्को पद सोपान जसले पात्रहरूको बिचको अधिकार र पहिचान स्थापना गर्छ। ठुलो पदमा रहेको भनेको ठुलो अधिकार छ, ठुलो पहिचान छ, उसको मातहतमा धेरै व्यक्ति रहन्छन् भन्ने कुराहरू हुन्छ। र औपचारिक र औपचारिक सम्बन्ध हुन्छ जसले चाहिँ तपाईँको औपचारिक मात्रै होइन अनौपचारिक पनि हुन्छ। तपाईँको ग्रुप डाइनामिक्सहरू हुन्छ त्यहाँ, जसले गर्दा चाहिँ तपाईँको चाहिँ के गर्छ त कामलाई राम्रोसँग सम्पादन गर्न सजिलो बनाउँछ र सम्पादित कामहरूलाई अभिलेखित गर्छौँ, रेकर्ड गर्छौँ। त्यो रेकर्ड किन गरेको त भन्दाखेरि चाहिँ हामीले गरेका कामहरू ठिक बेठिक के रहेछन् भनेर जवाबदेहिता हेर्छ। अघि मैले नागरिकले हेर्ने कुरा पनि भने मैले। नागरिक अब अहिले नागरिक नबनौँ हामी, सरकार र सरकारका अङ्गहरूले अथवा राज्य र राज्यका अङ्गहरूले विभिन्न अङ्गहरूले चाहिँ हामीले गरेका कामहरू चाहिँ मूल्याङ्कन गर्छ। उस भए हामीले के बनाउँछ? कर्मचारी तन्त्रका चाहिँ 5 पक्ष, 5 वटा चाहिँ कोर तपाईँको भ्यालु रहेछन् होइन। कर्मचारी तन्त्रको चाहिँ तपाईँको चाहिँ विशेषताहरू उल्लेख गरेपछि म्याक्स वेबरले भनेका कुराहरू भने मैले धेरै भन्दिनँ। कर्मचारी तन्त्रको चाहिँ तपाईँको चाहिँ प्रकारहरूमा जान्छु मैले। पहिला होइन विशेषताहरू लामो भनेको चाहिँ तपाईँहरूले घरमा हेर्नुहोस्। सुरुमा राज्य प्रक्रिया स्थापित हुने बित्तिकै चाहिँ अभिभावक कर्मचारी तन्त्र विकास भएको थियो विश्वमा। त्यो अभिभावक कर्मचारी तन्त्र भनेको के छ भन्दा चाहिँ नागरिकको गार्जियन हो। त्यो त्यसले अभिभावकको त्यो लिन्थ्यो अरे। राजनीतिक प्रशासन छुट्टिएको थिएन त्यो बेलामा। सबै प्रकारका चाहिँ तपाईँको कामहरू तपाईँको चाहिँ व्यक्तिगत सम्पत्ति, न्याय, सुरक्षा लगायतका कामहरू गर्ने विषयवस्तुमा तपाईँको कर्मचारी तन्त्रको हावी हुन्थ्यो। र यसलाई हामी के भन्छौँ? जनकल्याण भलो सुरक्षा गर्ने काम यसैले गर्थ्यो। यसलाई हामी के भन्छौँ? ब्युरोक्रेसी, गार्जियन ब्युरोक्रेसी अथवा गार्जियन ब्युरोक्रेसी इज अ काइन्ड अफ केयरटेकर अफ दि वेलफेयर अफ दि पिपुल भनेर भनियो। भनिसकेपछि उसो भए यो त के त जनताको भलो काम गर्नको लागि स्थापित संरचना र त्यहाँ रहेको कार्य पद्धतिलाई हामीले गार्जियन ब्युरोक्रेसीको रूपमा हामीले पहिला भन्यौँ। यो गार्जियन ब्युरोक्रेसीमा राजनीति र प्रशासन छुट्टिएको हुँदैन थियो, एक अर्कामा निश्चित हुन्थ्यो। र अलिक पछाडि आएपछि हामीले के भन्यौँ त काम गर्दा गर्दै विषयकताको खोजी गर्न सुरु गर्यौँ। विषयकताको खोजी गरिसकेपछि खास वर्ग जात चाहिँ त्यो काम गर्नुको लागि विशेष सिपालु हुन्छ भनेर चाहिँ खास जातमा होइन त्यस्तो ब्राह्मणहरूले अथवा चाहिँ तपाईँको चाहिँ वेद पढ्ने र पुरोहितको कुराहरू गरिदिने, क्षत्रियहरूले तपाईँको युद्ध गर्ने तोकेको छ नि त होइन। वैश्यहरूले व्यापार गर्ने, शूद्रहरूले श्रम खर्च गर्ने भनेर काम वर्गीकरण गरेको थियो। भनिसकेपछि उसले ब्युरोक्रेसी कसले चलाउने भयो त? अलिक पढ लेखा मान्छेहरूले, जातहरूले, एउटा खास वर्ग, खास जात, खास लिङ्गले मात्रै चाहिँ तपाईँको चाहिँ अथवा खास परिवारले मात्रै चाहिँ कामहरू गर्न तपाईँको विषयकता प्राप्त हुन्छ, यिनीहरूलाई मात्रै काम लगाउनु पर्छ भन्ने कुरालाई कास्ट ब्युरोक्रेसी भन्यौँ। कास्ट ब्युरोक्रेसी भनेको के त भन्दा चाहिँ खास वर्गलाई चाहिँ राजकीय प्रक्रियामा चाहिँ तपाईँको चाहिँ बढी स्थान दिने, कर्मचारी संयन्त्रमा बढी स्थान दिएर चाहिँ उसै मार्फत चाहिँ तपाईँको चाहिँ राज्य संयन्त्रलाई क्रियाशील तुल्याउने कामलाई हामी के भन्छौँ? जातीय ब्युरोक्रेसी होइन। र त्यसपछि अलि पछाडि आएपछि फेरि के भन्यौँ? होइन अलिकति प्रशासनिक चेतना बढ्यो, राजनीतिले अलि बढी चाहिँ साम्राज्यवाद विस्तार गर्न सुरु गर्यो, राजनीतिले आफ्नो भूमिका खोजी गर्न सुरु गर्यो, प्रशासनको विज्ञताले मात्रै काम हुँदैन भन्ने कुराहरू सुरु भइसकेपछि अब बिस्तारै संरक्षित कर्मचारी तन्त्र अथवा सिस्टम अफ पोलिटिकल प्याटर्नेज भन्ने कुराहरू भयो। त्यो भनेको चाहिँ तपाईँको चाहिँ तपाईँले स्क्वायल सिस्टम भनेर बुझ्नुहुन्छ, त्यसलाई स्क्वायल नभन्नुहोस्, तपाईँले के भन्नु छ
राजनीतिक संरक्षणको आधारमा परिचालित हुने कर्मचारी तन्त्र अथवा चाहिँ सिस्टम अफ पोलिटिकल प्याटर्नेज भन्छौँ। चुनाव जितेको संस्थाले, चुनाव जितेको व्यक्तिले आफ्नो कार्यकालमा काम गर्नको लागि जुनसुकै संयन्त्र आफैले छान्न पाउने व्यवस्था हुनुपर्छ भनेर उनीहरूले के गरेछ भन्दाखेरि चाहिँ तपाईँको चाहिँ एक प्रकारको फ्रम पिएम टु प्रेसिडेन्ट भिक्टर्स बिलङ टु प्राइज अथवा विजेताको पक्षमा इनाम हुन्छ भनेर सबै व्यक्तिहरूले संस्थाहरूलाई चाहिँ बढी तपाईँको परिचालित गर्न लागे। यसलाई मैले के भने त भन्दाखेरि चाहिँ राजनीतिक रूपमा समुचित कर्मचारी तन्त्र यसको लागि तपाईँले चाहिँ नराम्रो रूपमा यसलाई लुट प्रणाली, राजनीतिले आफ्नो मान्छे भर्ती गरेर आफ्ना छोराछोरी भतिजाहरू पोलिटिकल पार्टीको विश्वास जितेका व्यक्तिहरूलाई भर्ना गरेर स्पोइल गर्यो, खतम बर्बाद गर्यो भनेपछि अमेरिकामा यसलाई चाहिँ जेफरसनदेखि ज्याक्सनसम्मको पिरियड अथवा 1828 देखि 1883 सम्मको पिरियडलाई लुट प्रणाली भनेर यसलाई हामीले विकल्प खोज्न सुरु गर्यौँ र अब हामीले त्यसपछि के गर्यौँ त भन्दा चाहिँ 1883 अमेरिकामा तपाईँको बेलायतमा चाहिँ 1854 भन्नु न नटको ट्रिब्युनलको प्रतिवेदनपछि तपाईँको चाहिँ मिल्ड ब्युरोक्रेसीको कुराहरू सुन्यौँ। मिल्ड ब्युरोक्रेसी भनेको चाहिँ अरू कुरा केही पनि होइन, यो के त भन्दा चाहिँ योग्यताको आधारमा कर्मचारीको नियुक्ति, बढुवा सरुवा गतिशीलता तलब इत्यादि सबै तपाईँको चाहिँ योग्यताको आधारमा हुन्छ होइन। सबै व्यक्ति पदको लागि योग्य हुँदैनन्। सबभन्दा योग्य व्यक्ति को हुन्छ त सबभन्दा बढी योग्यता भएको व्यक्ति। योग्यता भनेको के छ? त्यो काम गर्नको लागि चाहिने सापेक्षिक क्षमता, अनुभव, सिप, स्वभाव त्यो भएको व्यक्ति नै योग्य भनेर हामीले भन्यौँ। त्यस कारणले गर्दा योग्यतामा आधारित कर्मचारी तन्त्रको विकास तपाईँको चाहिँ 19औं शताब्दीको सुरु हुने 19औं शताब्दीको लाखतिरबाट भयो होइन। र यसपछि हामीले के गर्यौँ त ज्ञान, सिप, अनुभव र वैयक्तिक गुणलाई आधार मानेर तपाईँको चाहिँ कर्मचारी तन्त्र विकास गर्न सुरु गर्यौँ। तर लामो समयसम्म यही वर्गले, यही पहिला जातको रूपमा यसले काम गरेको थियो काठ ब्युरोक्रेसी, पछि राजनीतिक रूपमा समेत हुँदै आयो र यही व्यक्तिले तपाईँको चाहिँ जान पढ लेखा भएको हुनाले समाजमा त तपाईँको चाहिँ राजनीतिसँग अथवा शासन व्यवस्थासँग बढी घुलमिल गरेको हुनाले यसैले नै के गर्ने भयो त भन्दाखेरि चाहिँ बढीभन्दा बढी चाहिँ तपाईँको चाहिँ आफूलाई चाहिँ प्रिभिलेज पाएको हुनाले तपाईँको चाहिँ शासनमा अलिकति बढी चाहिँ दक्षता राख्न सुरु गरेर अलिक क्याप्चर जस्तो भयो। यस्तो भन्नु भएन। समाजमा विभिन्न वर्ग, क्षेत्र, लिङ्ग, जातहरू हुन्छ, उनीहरू चाहिँ पढाइमा कम हुन्छ, क्षमतामा कम होला होइन, बुद्धिमा कम होला। त्यो बुद्धिमा कम कसले बनाएको? त्यही समाजले, त्यही शासन व्यवस्थाले बनाएको। त्यस कारणले गर्दा उनीहरूलाई पनि विशेष सम्बोधन गर्नुपर्छ भनेर अब हामीले समावेशी अथवा चाहिँ प्रतिनिधिमूलक रिप्रेजेन्टेटिभ ब्युरोक्रेसी वा इन्क्लुसिभ ब्युरोक्रेसीको चाहिँ कुराहरू सुरु गर्यौँ। यो चाहिँ 20औं शताब्दीमा आएर अल्पसङ्ख्यक महिला, दलित जनजाति पिछडिएको वर्गलाई पनि समावेश गरेर हामीले के गर्यौँ त समावेशी तपाईँको चाहिँ ब्युरोक्रेसीको कुराहरू पनि गऱ्यौँ होइन। तपाईँको चाहिँ यो चाहिँ तपाईँको चाहिँ पोस्टले चाहिँ तपाईँको चाहिँ समावेशी ब्युरोक्रेसी भन्दैन, मैले त्यो पनि भने तपाईँलाई दियोस्। 5 प्रकारको ब्युरोक्रेसी रह्यो होइन। यसलाई तपाईँको चाहिँ पुस्ताको आधारमा पहिलो पुस्ता, दोस्रो पुस्ता, तेस्रो पुस्ता, चौथो पुस्ता, 5औं पुस्ता पनि भन्न सक्छौँ, छोडिदिउँ। अब यो किन आलोचित छ त? वास्तवमा ब्युरोक्रेसी नभयो भने शासन पनि चल्दैन, सरकार पनि चल्दैन, संस्था पनि चल्दैन, नागरिक र सरकारको बिचको सम्बन्ध पनि स्थापना हुँदैन। तपाईँले मैले ब्युरोक्रेसी भन्ने बित्तिकै निजामती कर्मचारीलाई चाहिँ दिमागमा नराख्नु। एउटा सिस्टमेटिक, एउटा चाहिँ सिस्टममा रहेर काम गर्ने, नियम कानुनमा रहेर काम गर्ने वर्ग भनेर सम्झिनुहोस्। यो वर्ग नभयो भने त हुँदैन। उसो भए यो वर्ग किन तपाईँको बढी आलोचित भयो त होइन? आई एम द स्टेट नभने तापनि आफूलाई उसले बेगल वर्ग सम्झिनु खोज्यो। ऊ नभए कामै चल्दैन। राजनीतिले उसलाई जति नै सरापे पनि तपाईँको भन्नु न अहिले तपाईँको चाहिँ म चाहिँ ब्युरोक्रेसी डिस्मेन्टल गरिदिन्छु भनेर विवेक रामस्वामी चाहिँ एलन मस्कलाई चाहिँ ट्रम्पले भन्यो, अथवा चाहिँ मोदी भनेको थियो, अथवा तपाईँको नेपालमा के भनिएको थियो, अथवा तपाईँको चाहिँ बेलायतमा पनि यसको विकल्प खोजेर सुशासन अथवा चाहिँ एक्जिक्युटिभ एजेन्सी लिएर आइयो यो भनिएको थियो। तर त्यो भने तापनि ब्युरोक्रेसी त तपाईँको न राजनीतिक पार्टीबाट हट्छ, न एनजिओबाट हट्छ, न समुदाय आश्रमबाट हट्छ। जहाँ बढी ब्युरोक्रेसीको विरोध गर्छौँ तिनै बढी ब्युरोक्रेसी रहेको हुन्छ। उसो भए ब्युरोक्रेसी किन आलोचित हुन्छ त? सरकारको ब्युरोक्रेसी किन आलोचित भयो त? पहिलो कुरा त तपाईँले के भन्नु त आलोचित हुनु चाहिँ को व्यक्ति आलोचित हुन्छ त? सबभन्दा बढी जो व्यक्तिबाट हामीले अपेक्षा राख्छौँ त्यो आलोचित हुन्छ। त्यो अपेक्षा पुरा नभएपछि झन् बढी आलोचित हुन्छ र उसले व्यक्तिगत स्वार्थमा काम गर्न सुरु गरेपछि झन् बढी आलोचित हुन्छ। अथवा विशेषज्ञता प्राप्त गरेको छु भनेर उसले आफूलाई बेगल वर्गको रूपमा सोचेपछि झन् बढी आलोचित हुन्छ। मैले त्यही कुराहरू भनेको छु। म्याक्स वेबरले चाहिँ आइडियल ब्युरोक्रेसीको कल्पना गरेको थियो।
त्यो आइडियल ब्युरोक्रेसी नभइसकेपछि ब्युरोक्रेसी मात्रै भयो, आइडियलनेस हरायो। त्यसपछि के भयो त भन्दाखेरि चाहिँ ब्युरोक्रेसी तपाईँको चाहिँ क्रमशः तपाईँको चाहिँ आलोचित हुनु पर्यो। किन त पद सोपानमुखी प्रवृत्तिको कारणबाट आलोचित हो, उसको व्यवहारको कारणबाट हायरार्कीलाई बढी मान गर्ने, ठुलो पदमा ठुलो ज्ञान हुन्छ भन्ने कुराहरू हो नि। त्यस कारणले गर्दाखेरि चाहिँ उसमा क्षमता नभए पनि राम्रो अहिले भनिन्छ नि त, पोलिटिकल पार्टीमा ब्युरोक्रेसी भएको कारणबाट गणतन्त्र त हामीले हटायौँ, तर गणतान्त्रिक तपाईँको चाहिँ राजतान्त्रिक व्यवस्था त रहेछ नेपालमा। त्यो भनेको के त, एउटै व्यक्ति कोही 40 सालदेखि 40 वर्षदेखि चाहिँ पार्टीको चिफ छन्, कोही 10 पटक तपाईँको 20 पटक मन्त्री हुन्छन्, कोही 5 पटक प्रधानमन्त्री हुन्छन्, कोही 4 पटक प्रधानमन्त्री हुन्छन्। यो भनेको के त भन्दाखेरि चाहिँ पद सोपानमुखी प्रवृत्तिको कारणबाट भएको। हाम्रो राजनीति नभएन प्रशासनमा यही कुरा लागू हुन्छ। नियम कानुन कार्यविधिको हामीले अत्यधिक मोह गर्यौँ होइन, र हामीले चाहिँ हरेक कुरालाई चाहिँ औपचारिक रूपमा लाल फिता टाई भन्छौँ हामीले, रातो पत्ती बाँधेर यो काम पहिला गर्ने यो काम पछि गर्ने भनेर तपाईँको चाहिँ मार्किङ गरेर कामहरू गर्छौँ। र हामी चाहिँ नियम कानुन ऐन संस्था सूचना प्रविधि जान्ने बित्तिकै सबै जान्दछौँ भनेर अध्यक्ष रूपमा प्रशिक्षित छौँ, उद्देश्य विस्थापन गर्छौँ, राज्यको काम हामीले गर्ने भनेर भन्छौँ। तर हामीले वित्तीय विकासलाई बढी ध्यान दिन्छौँ। जस्तो अहिले विद्यालय शिक्षा ऐन लिएर आउनु लागिरहेको छ, निजामती सेवा ऐन भनेर लिएर आउनु लागिरहेको छौँ हामीले। अब सर अझ मैले निजामती सेवा ऐन भन्दा नि विद्यालय शिक्षा ऐनको कुराहरू गर्छु तपाईँलाई। त्यहाँ चाहिँ तपाईँको चाहिँ विद्यालय शिक्षा भने तापनि शिक्षा र तपाईँको चाहिँ अभिभावकको र विद्यालयको कुरा भन्दा पनि त्यहाँ शिक्षकको मात्रै कुरा छ। त्यहाँ शिक्षकको कुरा आदि, शिक्षाको कुरा आदि हुनुपर्ने नि त्यहाँ छैन। त्यस कारणले गर्दा उद्देश्य विस्थापन हुँदो रहेछ होइन। राम्रो काम गर्ने, सुशासन डेलिभरी गर्ने भनेर प्रशासनलाई हामीले चाहिँ स्थापित गऱ्यौँ, तर सुशासन डेलिभरी होइन कि वित्तीय विकास डेलिभरी गर्न खोज्दो रहेछ उसले त। अनि सामान्य रूपमा तपाईँको चाहिँ सामान्य कर्मचारी र पेसागत बिचमा द्वन्द्व होइन। कहिले वैज्ञानिकहरू बढी जान्ने छु भन्छन्, प्रशासनहरू तैँले के जानेको छ भनेर विश्वव्यापी रूपमा चाहिँ तपाईँको चाहिँ सरकारी ब्युरोक्रेसीमा चाहिँ जर्नलिस्ट र चाहिँ स्पेलिस्टको द्वन्द्व छ। यसले एउटा सङ्गठन र अर्को सङ्गठन द्वन्द्व छ। अर्थ मन्त्रालय र योजना आयोगको बिचमा, योजना आयोग र कृषि मन्त्रालयको बिचमा, कृषि मन्त्रालय र तपाईँको चाहिँ भूमि व्यवस्था मन्त्रालयको बिचमा, भूमि व्यवस्था मन्त्रालय र तपाईँको चाहिँ योजना आयोगको बिचमा यस्ता साङ्गठनिक द्वन्द्व मै ठुलो भन्ने द्वन्द्व छ। अर्को कुरा, कर्मचारी तन्त्रले जहिले पनि कामहरू गर्ने क्रममा काम अरूलाई पन्छ्याउँछ अरे। कसरी पन्छ्याउँछ त भन्दाखेरि चाहिँ अरूमा हस्तान्तरण गरेर तोक्लाउँछ, तल 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 झार्छ, समस्या र चुनौतीको वास्तै नगरेर परम्परा देखाएर हिजो गरेको थिएन अब अहिले गर्ने हो र, अर्को कानुन नमानेर भाँजो हालेर हिजो गरेको छैन, कानुनै छैन गरौला, कानुन भएपछि गरौला, अथवा नीति समस्या भनेर यो नीतिमा त यस्तो लेखेको छ भन्छ अरे उसले। अदृश्य घडी देखाएर भने मतलब अहिले हामी चुनाव पछि गरौला, अहिले तपाईँको चाहिँ सदन चलेको छ यो बेलामा गरौला, अहिले गर्ने उपयुक्त बेला होइन भनेर नभएको घडी देखाउँछ अरे उसले। ओठे भक्ति देखाएर हजुरले भनेपछि गरिहाल्छु नि भनेर त्यसरी पनि उसले तपाईँको कामलाई बाई गर्छ र कमजोर कार्यान्वयन गर्छ। काम त गर्छ, विन्डो ड्रेसिङ गर्छ, अलिअलि गरेको जस्तो लिपोत गर्छ। त्यो लिपोत गरेपछि पनि राम्रो काम भएन। बिस्तारै तपाईँ मैले फलोअप गर्नु छोड्यो भने त्यो काम पाका लगाइदिन्छ र तपाईँको चाहिँ हरेक कामलाई वाटर डाउन भर्सनमा झारिदिन्छ। र काम गर्नुपर्छ, मैले जाहिर खाने छ त अलिअलि काम गर्नुपर्छ, प्रतीकात्मक रूपमा लिन्छ। कानुन खण्डीकरण आदि काम तपाईँ मैले, आदि काम अरूले गर्ने कुराहरू गर्छ। अर्को कुरा के गर्छ त, यो चाहिँ काम पन्छ्याउने बानी है उसको, काम पन्छ्याउने शैली हेर्नुहोस् त कतिवटा छ। अनि अर्को कर्मचारीले जहिले पनि अधिकारलाई होर्डिङ गर्छ, अधिकार होर्डिङमा खुसी हुन्छ होइन। मनी मङ्गरिङ पावर हङ्गरिङ हुन्छ ऊ, अथवा एक्सन साइड कम्पल लभिङ हुन्छ ऊ। मनी हङ्गरिङ भनेको चाहिँ पावर हङ्गरिङ भनेको पावर बढी सुरक्षा गर्नको, पावर चाहिँ आफैले क्याप्चर गर्न खोज्छ उसले, इम्पायर बिल्डिङ गर्न खोज्छ उसले। र मनी मङ्गरिङ सुविधा आफैले दिन खोज्छ। काम गर्नु पर्यो भने अलि डराइहाल्छ, एक्सन साइड कम्पल लभिङ, काममा लजाउने सुविधामा रमाउने। यसले गर्दा जनताले ए हाम्रै कर खाने, हामीलाई यसो गर्ने भन्ने कुराहरू भने यसले गर्दा चाहिँ। अर्को कुरा हाम्रो सबभन्दा बढी ठुलो कुरा भनेको समय तत्त्वलाई ध्यानै नदिने, भोलि गरौँला नि भनिदिने, अथवा हिजो गरेको भए के हुन्थ्यो आज के गर्दाखेरि त हिजो एक दिनको सेवा प्रवाहबाट त कर्मचारीहरू त तपाईँको सेवाग्राहीहरू त वञ्चित भयो नि त। समय भनेको त्यत्तिकै आएको कुराको विषयवस्तुमा लिन्छ सबभन्दा महत्त्वपूर्ण कुरालाई। र अर्को कर्मचारी तन्त्रको मनोरोग छ भनेको मतलब म त अलिक ठुलो मान्छे, अलिक बुझेको मान्छे, समाजमा पढे लेखेको मान्छे, मलाई विशेष मान गर्नुपर्छ भन्ने कुरा पनि उसले सम्झिन्छ। यी सबै कुराको कारणबाट के भयो त भन्दा चाहिँ कर्मचारी तन्त्र प्रति चाहिँ तपाईँको चाहिँ अलिक बढी मानिसहरूले अलिक बढी चाहिँ तपाईँको चाहिँ आलोचना गर्न लागे। यो आलोचना वास्तवमा गर्न हुँदैन थियो, आलोचना हामीले खेप्नु हुँदैन थियो, अथवा आलोचना
गर्नै नहुने गरी चाहिँ काम गर्न पर्थ्यो, जसले गर्दा चाहिँ बिस्तारै रूपमा कहिले सुशासनबाट, कहिले तपाईँको चाहिँ सेवा, तपाईँको चाहिँ संहिताबाट भनेर, अथवा कहिले सरकारको विकल्प भनेर, कहिले तपाईँको चाहिँ विकेन्द्रीकरण भनेर, कहिले चाहिँ तपाईँको चाहिँ संहिता भनेर, कहिलेकाहीँ तपाईँको एजेन्सीकरण भनेर कर्मचारी तन्त्रलाई बिस्तारै विकल्प खोजिरहेका छौँ हामीले। कहिले रणनीतिक योजना भनेर विकल्प खोजिरहेका छौँ। अब मैले सार्वजनिक सेवा वेतनको सन्दर्भमा कर्मचारीको तत्परता र प्रतिबद्धताको निकै चर्चामा आउने गर्दछ। तत्परता र प्रतिबद्धतामाथि आइमिक प्रकाश पार्दै नेपालको सार्वजनिक प्रशासनले यसको वर्तमान स्थितिको छोटकरीमा तपाईँको गरिदिनुहोस्। 4 नम्बर चाहिँ पछिल्लो, पहिलो चाहिँ तपाईँको चाहिँ 3 नम्बर चाहिँ के त, 6 नम्बर चाहिँ तत्परता र प्रतिबद्धता। तत्परता भनेको के, पहिला त्यसरी परिभाषा गर्नुहोस्। वास्तवमा तत्परता र प्रतिबद्धतालाई चाहिँ हामीले मिस तपाईँको चाहिँ इन्टरप्रेट पनि गरेका छौँ, अथवा आफ्नो तरिकाबाट व्याख्या गरेका छौँ। तटस्थ भनेको राजनीतिक सेवा प्रवाहको सन्दर्भमा, कार्यालयको चाहिँ कामको सन्दर्भमा, अथवा सार्वजनिक जिम्मेवारी वहनको सम्बन्धमा हामीले चाहिँ कुनै पनि राजनीतिक मूल्य, आग्रह, विचार, दृष्टिकोणबाट अलग रहेर हैन काम गर्ने कुरालाई हामीले तटस्थ भन्यौँ। भ्यालु फ्री इज और भ्यालुलाई हामीले के भन्यौँ त, तटस्थ भन्यौँ। प्रतिबद्धता भनेको के त, प्रतिबद्धता भनेको चाहिँ हामीले तोकिएको काम, नीति, कानुन अथवा सिद्धान्तको आधारमा, व्यवस्थापनको आधारमा रहेर, व्यवस्थापनका चाहिँ मूल्य मान्यताको आधारमा रहेर पूर्ण समर्पित भएर गर्ने कामहरू गर्छौँ भने त्यो प्रतिबद्धता हो। तर समाजमा के पनि कुरा छ त भन्दा राजनीतिक प्रतिको तटस्थ, राजनीतिको प्रतिको प्रतिबद्धता भन्ने पनि छ, होइन। काम प्रतिको प्रतिबद्धता, राजनीति प्रतिको तटस्थ खोजेको हामीले। तपाईँलाई मैले त्यही भने, मैले यसको व्याख्या गरेको छु, होइन। तटस्थले के भन्छ त भन्दा चाहिँ तपाईँको चाहिँ पोलिटिक्स र ब्युरोक्रेसीको चाहिँ तपाईँको डिकोटोमी छ। राजनीतिले तपाईँको चाहिँ क्षेत्र निर्धारण गर्ने, कानुन बनाउने अथवा इच्छा निर्माण गर्ने, राज्य इच्छाको निर्माण गर्ने, र प्रशासनले त्यसको कार्यान्वयन गर्ने। यसलाई हामीले के भन्यौँ त, तपाईँको चाहिँ राजनीति र प्रशासनको सीमा विभाजनको सिद्धान्तमा पोलिटिक्स एडमिनिस्ट्रेसन डिकोटोमी प्रिन्सिपल भन्छौँ। त्यसलाई आत्मसात गरेका छौँ, जसको आधारबाट चाहिँ व्यावसायिक रूपमा काम गर्ने काम प्रशासनको हो, जनताको जनादेश बोकेर चाहिँ राज्य इच्छाको निर्माण गर्ने, त्यसलाई तपाईँको चाहिँ शिल्प विधिमा राखिदिने काम चाहिँ राजनीतिको हो। यति हो, होइन। अब उसो भएदेखि तपाईँको चाहिँ तटस्थताले चाहिँ 3टा आयाम बोक्छ भने मैले 3टा आयाम भने के त, जुनसुकै सिद्धान्तमाथि झुकाव राख्ने कर्मचारी भए पनि उसले पाउने सेवा सुविधाहरूमा कुनै पनि प्रकारको, सरी, जुनसुकै प्रकारको तपाईँको मूल्य मान्यता बोक्ने कर्मचारी भए तापनि आफूले गरेका निर्णयहरू छिटोभन्दा छिटो कार्यान्वयन हुन्छ भनेर राजनीतिक समाजले कर्मचारीप्रति विश्वास गर्यो भने तपाईँको चाहिँ तटस्थ कर्मचारी प्रशासनको एउटा तपाईँको चाहिँ त्यो अवधारणा हो। त्यो अर्को चाहिँ के त भन्दा चाहिँ जुनसुकै दल सरकारमा गए पनि आफूले प्राप्त गर्ने सुविधामा कुनै असर पर्दैन, मृत्युको आधारमा मात्रै सरुवा बढुवा हुन्छ भन्ने चाहिँ तपाईँको चाहिँ अर्को कसको त भन्दा प्रशासनको तपाईँको चाहिँ विश्वास र प्रशासनको राजनीतिप्रति विश्वास, राजनीतिको प्रशासनप्रति विश्वास भन्ने मैले। प्रशासनले के विश्वास गर्न पर्यो त, जुनसुकै सरकारमा आए पनि, जुनसुकै दल सरकारमा आए तापनि आफूले पाउने सेवा सुविधा, सरुवा, पदोन्नति सबै कुरा मेरिटको आधारमा हुन्छ, क्राइटेरिया बेस हुन्छ भन्ने कुराको विश्वास। र अर्को चाहिँ प्रिकन्डिसन भन्नुहोस् त, अर्को जुनसुकै विचार राख्ने दल सत्तामा पुगे पनि, जुनसुकै कर्मचारीले चाहिँ तपाईँको जिम्मेवारी पाए तापनि आफूले पाउने सेवा सुविधाहरू तपाईँको चाहिँ मा कुनै फरक पर्दैन भने जनताको विश्वास। यति 3टा विश्वासको तपाईँको चाहिँ आधारमा चाहिँ तपाईँको चाहिँ तटस्थता कायम हुन्छ। र तटस्थताले के गर्छ त, दुरुपयोग रोक्छ। तटस्थताले अथवा चाहिँ सबैको भावनालाई बोक्छ, न्याय दिन्छ, आग्रहरहित सेवा दिन्छौँ, पेसागत निष्ठा हामीले प्राप्त गर्न सक्छौँ र कर्मचारीको नैतिक दायित्व पनि पुरा गर्छौँ। त्यस कारणले गर्दा प्रणाली निरन्तर पनि हुन्छ, अधिकार स्रोतको दुरुपयोग रोकिन्छ, संस्थात्मक सम्बन्धमा पनि अब्जर्भ गर्न सक्छौँ हामीले। यो कारणले गर्दा तटस्थता चाहिएको। प्रतिबद्धता चाहिँ के हो त, प्रतिबद्धता भनेको चाहिँ इमोसनली अट्याचमेन्ट टु द वर्क भन्छु मैले, अथवा तपाईँ मैले गर्नुपर्ने कामहरूको भावनात्मक समानता, प्रतिबद्धता, समर्पण नै हो भने मैले, होइन। त्यसलाई चाहिँ तपाईँको चाहिँ पीसी एलेक्जेन्डरले के भन्यो त भन्दाखेरि चाहिँ नेपालमा चाहिँ तपाईँको चाहिँ सचिव मन्त्रीको सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नु चाहिँ इन्डियाको पूर्व गभर्नर, पूर्व सचिव पीसी एलेक्जेन्डर भन्ने एउटा विद्वान आउनुभएको थियो। उहाँले चाहिँ राजनीति र प्रशासनको सम्बन्धको सीमारेखा कोरिदिनु भएको थियो, म्याक्स वेबरले कोरेको जस्तै गरी, विल्डो वुड्सनले कोरेको जस्तै। उसले के भने त, द करेक्ट मिनिङ अफ कमिटमेन्ट अफ अ सिभिल सर्भेन्ट इज कमिटमेन्ट टु हिज ड्युटी। उसको कर्तव्यप्रतिको प्रतिबद्धता हो, आई नट कमिटमेन्ट टु पोलिटिकल पार्टी। राजनीतिक विचारप्रति, पार्टीप्रति, आइडियोलोजी, विचारप्रति, लिडरप्रति, नेताप्रति होइन। के प्रति होइन त, दलप्रति, विचारप्रति
र तपाईँको चाहिँ उसपट्टि चाहिँ होइन है, नेतापट्टि होइन। कमिटमेन्ट सुड राइटली मिन इन्भल्भमेन्ट एन्ड टोटल डेडिकेसन अफ दि टास्क इन्ट्रेस्टेड हुन्। तपाईँ मलाई निरूपित भूमिका, तपाईँ मलाई जिम्मा गरेको विश्वास गरेको भूमिकामा चाहिँ तपाईँको चाहिँ टोटल इन्भल्भमेन्ट होइन, तपाईँको 100% इन्भल्भमेन्ट, टोटल डेडिकेसन भएर काम गर्नु नै तपाईँको के हो त भन्दाखेरि तपाईँको चाहिँ प्रतिबद्धता हो। प्रतिबद्धताले के देखाउँछ त? सेवाग्राहीप्रति तपाईँमा प्रतिबद्ध भएर काम गर्नुपर्छ, आफ्नो सङ्गठनप्रति प्रतिबद्ध भएर काम गर्नुपर्छ होइन, तपाईँको चाहिँ कामप्रति प्रतिबद्ध भएर काम गर्नुपर्छ, सरकारका नीति कार्यक्रमप्रति प्रतिबद्ध भएर काम गर्नुपर्छ, निजामती सेवाप्रति प्रतिबद्ध भएर काम गर्नुपर्छ र सबभन्दा ठुलो कुरा आफ्नो विवेक, आफ्नो तपाईँको चाहिँ मन, आफ्नो चाहिँ आत्मिकताप्रति, स्पिरिचुअलिटी प्रति चाहिँ तपाईँको चाहिँ प्रतिबद्ध भएर काम गर्नुपर्छ भन्ने मैले। प्रतिबद्धता हुनको लागि चाहिँ तपाईँमा प्रतिबद्ध हुनको लागि त्यस्तै हुन सक्दैन। त्यसको लागि सक्रिय क्षमता चाहियो, काम गर्नै पर्यो, काम गर्ने क्षमता पनि चाहियो, काम गर्ने समर्पण भाव पनि चाहियो। काम गरेपछि तपाईँको एकअर्काको विश्वास काम गर्न सक्छु मैले भन्ने विश्वास पनि हुनु पर्यो तपाईँलाई। तपाईँले मलाई सहयोग गर्नुपर्छ, गर्नुहुन्छ भन्ने मलाई विश्वास पनि हुनु पर्यो। एकअर्काको पारस्परिक सहयोगको पूर्ण वातावरण पनि हुनु पर्यो र तपाईँको त्यो नतिजा राम्रोसँग निक्लिन्छ भन्ने सुनिश्चितता पनि हुनु पर्यो। उसो भए प्रतिबद्धता र चाहिँ तटस्थता यी दुईटा कुराहरू पुगेपछि हामी के भन्ने पाउँछ भन्दा चाहिँ निजामती सेवा लक्ष्यमुखी हुन्छ, आदर्श हुन्छ, इमान्दार हुन्छ अथवा सार्वजनिक प्रशासन चाहिँ मूल्यमा आधारित हुन्छ भन्ने। नेपालमा के छ त त्यस्तो? अब नेपालमा चाहिँ तपाईँको सैद्धान्तिक आधारबाट हेर्दाखेरि हामी के देख्छौँ त? मैले लामो कुरा व्याख्या गरेको छु। सैद्धान्तिक आधारबाट हेर्दा चाहिँ हामीले पल्टाउने भनेको संविधान, निजामती सेवाका सिद्धान्तहरू, निजामती सेवाका मूल्यहरू होइन, निजामती सेवाको आचरणका कुराहरू र तपाईँको चाहिँ संविधानका चाहिँ तपाईँको केही धाराहरू र लोकसेवा आयोगको ऐनहरू, यो सबै कुराहरू हेर्दाखेरि हामीले के देखाउँछ भन्दाखेरि चाहिँ नेपालमा चाहिँ बेलायती ढाँचाको निजामती सेवालाई अवलम्बन गर्न खोजेका छौँ, जहाँ चाहिँ पोलिटिक्स ब्युरोक्रेसी डिकोटोमी छ, राजनीतिक प्रशासनका सीमा विभाजन गरिएको छ स्पष्ट रूपमा। अमेरिकाको जस्तो होइन, फ्रान्सको जस्तो होइन, बेलायतको जस्तो डिकोटोमी प्रिन्सिपल। निजामती सेवा र नियमावलीमा रहेका प्रावधानले त्यसैलाई पुष्टि गर्छन्। आचरण सम्बन्धी प्रावधानले पनि तटस्थ कर्मचारी हुनुपर्छ, राजनीतिक व्यवहारप्रति तटस्थ, नागरिकप्रति प्रतिबद्ध, कामप्रति प्रतिबद्ध भन्छ र कर्मचारीलाई दिने तपाईँको कार्य विवरणले पनि नतिजामूलक तपाईँको चाहिँ जिम्मेवारी दिने भन्छ। भनेपछि प्रत्यक्ष जवाबदेही बनाउने कामप्रति भन्छ। सुशासन ऐनले पनि त्यही भन्छ। संविधानको धारा 285ले पनि कार्यकारिणी संयन्त्रको सहयोगको रूपमा चाहिँ प्रशासन लिएको छ भने धारा 243ले चाहिँ यो योग्यता प्रणालीमा आधारित हुन्छ भनेर चाहिँ तपाईँको चाहिँ प्रतीकात्मक रूपमा योग्यता प्रणाली भन्ने बित्तिकै योग्यता प्रणालीको एउटा कुरा भनेको के हो त भन्दाखेरि चाहिँ तपाईँको सबभन्दा ठुलो कुरा भनेको राजनीतिक रूपमा मूल्य तटस्थ भनेको भनेपछि यसले तटस्थ तपाईँको चाहिँ र तपाईँको चाहिँ राजनीतिक रूपमा तटस्थ र कामप्रति प्रतिबद्ध निजामती सेवाको कल्पना गरेको छ। तर कर्मचारीको सरुवा बढुवा नियुक्तिका कुराहरूमा हामी त्यो देख्दैनौँ। मुख्य सचिवको बढुवामा हामी पूर्ण रूपमा योग्यता प्रणाली लागू छैन, सचिवकोमा आंशिक रूपमा लागू छ, सचिव र सहसचिवको सरुवामा अलिकति पनि योग्यता प्रणाली लागू छैन, तपाईँ मेरो तलब निर्धारणमा अलिकति पनि कुरा लागू छैन, सरुवामा अलिकति पनि यो कुरा लागू छैन, कर्मचारीको रिक्रुटमेन्टमा मात्रै लागू छ। रिक्रुटमेन्टमा पनि कहाँ छैन त? मुख्य सचिवकोमा छैन, सचिवकोमा अलिअलि छैन, अलिअलि आवश्यक मात्रै छ। भनिसकेपछि उसो भए हामीले के भन्यौँ त भन्दाखेरि चाहिँ यो चाहिँ तपाईँको चाहिँ सिद्धान्तमा तपाईँको चाहिँ राजनीतिक दलप्रतिको चाहिँ तपाईँको विचारप्रतिको तटस्थ, कामप्रतिको प्रतिबद्धता भने तापनि व्यवहारमा युनियनवादको कुराहरूबाट अथवा यो राजनीतिक कार्यकारीको चाहिँ स्वकीय सचिवहरू मन्त्रालयमा रहन्छन्। स्वकीय सचिव मन्त्रालयमा बस्ने कुरै होइन। नेपालमा अलिक पहिला बहुदल आउने बित्तिकै कुनै पनि मन्त्रीले स्वकीय तपाईँको चाहिँ मन्त्रालयमा लिएर आउँदैन। त्यो चाहिँ स्वकीय भनेको घरमा रहने, तर स्वकीय मन्त्रालयमा आएपछि उसले राजनीति गर्न सुरु गर्यो ठेक्कामा, कर्मचारी सरुवामा होइन। युनियनहरू भए अथवा युनियनले चाहिँ सरुवा बढुवामा चाहिँ हिस्सा खोज्यो र कर्मचारी उच्च पदमा कुनै कर्मचारीले पनि युनियनको फेर समाउन खोजे र राजनीतिले कर्मचारीलाई सौदाबाजी गर्यो, प्रशासनले राजनीतिसँग तपाईँको सौदाबाजी गर्यो, सम्झौता गर्यो। यो सबै कारणले गर्दाखेरि चाहिँ सिद्धान्तमा तटस्थ निजामती सेवा कर्मचारी तन्त्र भने तापनि व्यवहारमा हामीले त्यो देखेनौँ भनेर तपाईँले भनिदिनुहोस् होइन। तटस्थताको आवरणले छोपिएको तर राजनीतिक रूपमा प्रतिबद्ध बन्दै गएको कर्मचारी तन्त्र नेपालमा छ। यो कुरालाई तपाईँको चाहिँ उ गर्नको लागि चाहिँ तपाईँको चाहिँ डिस्ट्रोय गर्नको लागि अथवा मूल्यमा आधारित तपाईँको सार्वजनिक प्रशासनमा सार्वजनिक सेवा बनाउनको लागि निजामती सेवा ऐन अहिले बन्दैछ। यसको लागि चाहिँ तपाईँको चाहिँ निजामती सेवाका सिद्धान्त र निजामती सेवाका मूल्यहरू राख्न पर्यो भन्नुहोस् तपाईँले।
अब अन्तमा मैले चाहिँ दुईटा प्रश्न भने मैले एउटा विक्रमको 21औं शताब्दीमा प्रवेश गर्दा समृद्ध नेपाल बनाउने दीर्घकालीन स्रोतसार कार्यान्वयनमा ल्याएको 15 जनाको उपलब्धिको समीक्षा गर्नुहोस्। 15 जना कस्तो रह्यो? मैले तपाईँको 8 बजे सक्ने भने म अलिक छिटो जान्छु। कस्तो रह्यो अनि मैले र दोस्रो चाहिँ मैले के भने त भन्दा चाहिँ त्यसको चाहिँ उपलब्धि र दोस्रो मैले के भने त भन्दा चाहिँ 16 जनाका चाहिँ प्रमुख विशेषताहरू भने मैले 15 जनालाई चाहिँ तपाईँको चाहिँ समृद्ध नेपाल सुखी नेपालीको अवधारणा राख्यो र यसले चाहिँ तीनटा कुराहरू पनि भनेको थियो। तपाईँको चाहिँ के भनेको थियो त भन्दा चाहिँ नेपाललाई चाहिँ तपाईँको चाहिँ एलडीसी र जीसीमा ग्रेजुएट गराउने र तपाईँको जीवको विकासको लागि प्राप्त गर्ने र चाहिँ तपाईँको चाहिँ 2100 को विक्रममा पुग्दाखेरि चाहिँ तपाईँको समृद्ध नेपाल सुखी नेपालीमा उच्च आय भएको नेपाल बनाउने भनेको थियो। त्यसको लागि यसले चाहिँ तपाईँको चाहिँ धेरै खर्च गर्ने भनेको थियो हैन। 9229 अर्ब खर्च गर्ने भनेको थियो। त्यो खर्चमा चाहिँ तपाईँको चाहिँ लगभग त्यसबाट तपाईँको चाहिँ प्रत्येक वर्ष तपाईँको चाहिँ 10.3% सम्म तपाईँको चाहिँ आर्थिक वृद्धि हासिल गर्ने एभरेजमा 9.6 गरिबीको रेखामुनिको मानिसलाई तपाईँको चाहिँ 9.5 मा राख्ने भनेको थियो। यो तपाईँको राखेका कुरा अरू पनि धेरै छ, मैले अरू भनिन। तर तपाईँको के भयो त गरिबीका रेखामुनिको मानिस 20.27 भयो हैन। तपाईँको चाहिँ गरिबीको असमानता पनि बढ्यो, क्षेत्रगत जातिगत प्रदेशगत कुल गाँठे उत्पादनमा चाहिँ तपाईँको कृषिको उद्योगको हिस्सा झन् घटेर गयो। आर्थिक रूपमा सक्रिय जनहिस्सामा चाहिँ रोजगारी पनि तपाईँको चाहिँ खस्केर गयो। 11.4 चाहिँ पूर्ण बेरोजगार भए भन्दै गई। प्रति व्यक्ति आय तपाईँको चाहिँ 1410 मात्रै भयो, जबकि यो चाहिँ तपाईँको चाहिँ हामीले धेरै योभन्दा निकै बढाउनु परेको थियो। त्यो पुर्याएनौँ। मानव विकासको कुराहरू यो सबै कुराहरूबाट हामीले त्यति राम्रो पाएनौँ। तर केही सामाजिक सूचकहरू राम्रो भयो। इन्टरनेटका कुराहरू हामीले राम्रो रूपमा पायौँ। विद्यालय भर्ना दर राम्रो भयो। पूर्वाधार विकासको कुराहरू राम्रो भयो। तर नराम्रो के भयो त भन्दा चाहिँ आर्थिक सूचकहरू राम्रो भएन हैन। भनिसकेपछि अब उसले 16 जना के गर्यो त भन्दाखेरि चाहिँ हामीले 15 जनाका चाहिँ अनफिनिश गोलहरूलाई पुरा गर्नको लागि यसैको पृष्ठभूमिमा 16 जना लागू गर्यौं र 16 जनामा चाहिँ हामीले के भन्यौं त सुशासन, सामाजिक न्याय र समृद्धिको सोच राख्यौं। समृद्ध नेपाल सुखी नेपालीको सोच हामीले चाहिँ कायमै गरेर 15 जनाको सोच छुट्टै राख्यौं। यो कुरा राख्न आवश्यक थिएन भन्छु मैले। त्यसपछि अब उद्देश्य चाहिँ तपाईको तीनटा राख्यौं। राजनीतिक, प्रशासनिक, न्यायिक, निजी तथा गैर सरकारी क्षेत्रको सुशासन कायम गर्ने, स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, सुरक्षा र तपाईको चाहिँ सार्वजनिक सेवा प्रवाहमा सामाजिक न्याय कायम गर्ने, मानवीय जीवन तथा राष्ट्रिय अर्थतन्त्रमा चाहिँ समृद्धि हासिल गर्ने भनेर राख्यौं। यसको लागि तपाईको चाहिँ 13 वटा मैले रणनीति भनिन, 13 वटा 14 वटा चाहिँ तपाईको चाहिँ रणनीतिक क्षेत्रहरूको कुरा गर्यौं हैन। यो कुराहरू सबै गर्यौं। यसको लागि तपाईको चाहिँ लागू तपाईको चाहिँ यसको लागि चाहिँ तपाईको चाहिँ 111 खर्ब 84 अर्ब अथवा 112 खर्ब भन्नुस् न, यति लगानी गर्ने। त्यो लगानी गरिसकेपछि तपाईको चाहिँ त्यो लगानी कसले गर्ने त? सरकारी क्षेत्रले 30%, निजी क्षेत्रले 67.5, सरकारले 2.5 भनेर गर्ने भन्यो। र यसले चाहिँ यो भयो भने योजनाको आर्थिक वृद्धि चाहिँ तपाईको 7.3% हुन्छ। प्रति व्यक्ति राष्ट्रिय आय 23.51 मा हुन्छ र तपाईको मानव विकास सूचकांक 0.65 हुन्छ। गरिबी पनि उल्लेख्य रूपमा घट्छ भनेर यसका केही विशेषताहरूको कुरा भने मैले हैन। र यो कुरा प्राप्त गर्न सकिन्छ कि सकिँदैन? चालु आर्थिक वर्ष 16 जना लागू गर्ने पहिलो योजना थियो, पहिलो वर्ष थियो, बजेट थियो। यसले केही रूपान्तरणकारी क्षेत्रको कुरा घोषणा गर्यो हैन। तर हामीले के देख्यौं त भन्दाखेरि चाहिँ अहिले 8 महिना बितिसक्दाखेरि 7 महिना बितिसक्दाखेरि पनि 23% खर्च गर्ने, बजेटलाई परिमार्जन गर्नुपर्ने कारणबाट चाहिँ यसलाई अलि बढी चाहिँ तपाईको चाहिँ एक्सिट गर्नुपर्ने अवस्था रहेछ भन्नुस्। अब मैले लास्टमा मैले के भने त भन्दाखेरि चाहिँ 10 नम्बरमा सार्वजनिक सेवा व्यवस्थापनमा महत्त्वपूर्ण स्थान राख्ने मानव स्रोत व्यवस्थापनका चरणबद्ध क्रियाकलापहरू उल्लेख गर्दै नेपालको निजामती सेवामा मानव स्रोत व्यवस्थापनका प्रमुख सवालहरू उल्लेख गर्दै उस भए मानव स्रोत विकासको चाहिँ सबैभन्दा महत्त्वपूर्ण कामहरू के हुन्? नेपालमा को चाहिँ सेवा व्यवस्थापनका चाहिँ यो मानव स्रोत व्यवस्थापनका चाहिँ प्रमुख सवालहरू के दुईटा भन्ने मैले। पहिला मानव स्रोत विकासको चाहिँ तपाईको चाहिँ पुरै कुराहरू गर्दैन तपाईले। मानव स्रोत विकासलाई दुईटा पक्षबाट हेर्नु। सम्बन्धित पक्षबाट भनेको आम इकोनोमीको कन्ट्रीभरिको चाहिँ मानव स्रोतको विकास, मानव साधन विकास भन्नुस्। यो चाहिँ शिक्षा, स्वास्थ्य अथवा युनिभर्सिटीहरू सम्मेलन हुन्छन्। यो कुरा यहाँ सोधेको होइन। यहाँ के सोधेको त? एचआरएम मात्रै सोधेको। त्यो भनेको चाहिँ युवा प्रवाह गर्नको लागि, राज्य सञ्चालन गर्नको लागि चाहिने तपाईको चाहिँ संगठनको उद्देश्य पूरा गर्नको लागि चाहिने जनशक्तिको व्यवस्थापन भन्न खोजेको। यसका तपाईका चाहिँ प्रमुख तपाईको चाहिँ 9 वटा कामहरू, 8 वटा कामहरू हुन्छन् भने मैले। पहिला मानव स्रोतको योजना अथवा प्लानिङ द पिपुल, कस्तो मान्छे चाहिने,
कति मान्छे चाहिने, के काम गर्न त्यो मान्छे चाहिने हो, कस्तो योग्यताको चाहिने हो, पहिलो पक्ष त्यो निर्धारण गर्ने। दोस्रो पक्ष मानव स्रोतको प्राप्ति, अघि भनेको जस्तो प्लानिङ गरेको जस्तो मान्छे कहाँ छ, भित्र छ कि बाहिर छ, कसरी लिने होइन, मानव स्रोतको प्राप्तिको प्रक्रिया। अनि तपाईँको चाहिँ खुल्लाबाट लिने कि बढुवाबाट लिने। अनि त्यसो चाहिँ मानव स्रोतको विकास जब हामीले भरा लिन्छौँ त्यसपछि त्यसलाई उपयोग गराउनु पर्यो। डेभलपिङ द पिपुल, तपाईँको चाहिँ तालिम दिनु पर्यो, रिसर्च गर्न पर्यो, कार्य सम्पादन मूल्याङ्कनबाट स्किल प्रोफाइलिङ गरेर मैले चाहिँ अलिकति तपाईँको चाहिँ मेरो कति ज्ञान अभाव छ, कति स्किल अभाव छ भनेर हेर्नु पर्यो, तालिम दिनु पर्यो। र त्यसपछि युटिलाइजिङ द पिपुल, मानिसलाई प्रयोग गर्न पर्यो। सरुवा बढुवा कार्य सम्पादन मूल्याङ्कन बढी जिम्मेवारी दिने र काम गर्दा गर्दै तपाईँमा चाहिँ मोटिभेट नहोला, तपाईँ मलाई मेरो प्र्याक्टिस नहोला, यस्तो बेलाको लागि चाहिँ उत्प्रेरणा र सम्भारको लागि कामहरू गर्ने होइन। अनि आचरण र अनुशासन, सबै व्यक्ति उत्प्रेरित हुँदैनन् काम गर्दाखेरि। कतिपय अवस्थामा व्यक्तिहरू चाहिँ राम्रो रूपमा काम पनि गर्दैनन्। त्यसरी काम नगर्लान् भनेर आचरण अनुशासनका मलहरू राख्ने, कारबाहीहरू गर्ने, त्यो भर्सक स्याङ्क्रिङ त पिपुल रेडी गर्नु हुँदैन। र अर्को तपाईँको चाहिँ एउटै व्यक्ति म रिटायर भए तपाईँलाई त्यहाँ सचिव बनाउनु पर्यो। त्यस कारण चाहिँ अवकाश व्यवस्थापन, नवीकरणका कुराहरू, रिन्युङ द पिपुल, यी सबै 7वटा प्रक्रियाको लागि चाहिँ सुधार र अग्रसरताको चाहिँ हामीले गरेका थियौँ। त भर्ना प्रक्रिया कति राम्रो, सौर्य प्रक्रिया कति राम्रो, कार्य सम्पादन मूल्याङ्कन प्रणाली कति राम्रो, वित्तीय विकासको प्रणाली कति राम्रो बान राम्रो। यसको लागि चाहिँ निरन्तर रिफर्मको कुराहरू अगाडि जाने। यसलाई मैले के भने त रिफर्म एन्ड इनोभेसन। उसो भए तपाईँको चाहिँ केन्द्रीय कर्मचारी प्रशासन निकायले संगठनको उद्देश्य प्राप्ति गर्नको लागि, संगठन भनेको नेपाल सरकारको उद्देश्य प्राप्ति गर्नको लागि प्लानिङ द पिपुल, प्रोक्युरिङ द पिपुल, डेभलपिङ द पिपुल, युजिङ द पिपुल होइन, मोटिभेटिङ द पिपुल, च्याङ्टिङ द पिपुल, रिन्युङ द पिपुल एन्ड रिफर्म एन्ड इनोभेसन। यति 8वटा कामहरू चाहिँ तपाईँको के रहेछ त भन्दा चाहिँ मानव साधन व्यवस्था, मानव स्रोत व्यवस्थापनका महत्त्वपूर्ण काम रहेछन्। अब नेपालमा यो कस्तो छ त सवालहरू भने मैले अब नेपालको सवालहरूको कुराहरू गर्दाखेरि हामीले के देख्यौँ त भन्दाखेरि चाहिँ नेपालमा मानव स्रोत यसरी विकास गर्ने, यदि कहिले जनशक्ति कति खाली हुन्छ भन्ने कुराहरूको हामीले योजना बनाएका छैनौँ। सामान्य प्रशासन मन्त्रालयले रणनीति सोच बनाएको छैन। त्यस कारणले गर्दा कहिले मान्छे कति खाली हुन्छन् त अहिले पनि भन्नु न 28-29 हजार कर्मचारीको दरबन्दी खाली छ। रणनीतिक सोच छैन, योजना छैन र तपाईँको मानव साधन विकास आफै हुन्छ, संगठन विकास आफै हुन्छ भन्ने सोच राखेका छौँ। मानवलाई साधन भन्दा पनि दायित्वको रूपमा स्वीकार गरेका छौँ। हामीले यसलाई पाल्नुपर्छ। अहिले तपाईँको चाहिँ निजामती सेवाको चाहिँ छलफल भएको बेलामा चाहिँ सदनमा हेर्नुहोस् त, बाहिरपट्टि बाहिर मान्यज्यूहरूले बोलेको हेर्नुहोस् त, कर्मचारी तन्त्रै पक्षको हावी छ भनेको मतलब नियम कानुन बनाउने वित्तीय विकासको कुरा मात्रै छ। संगठन र व्यक्तिको उद्देश्यको बिच मिलान भएन। तालिम क्षमता विकासको कुराहरू कमजोर देखियो, सबैले तालिम पाउँदैन। त्यस कारणले गर्दा चाहिँ कसलाई कुन समयमा कस्तो तालिम दिनुपर्छ भन्ने स्किल प्रोफाइलिङ पनि छैन र कर्मचारीको उपयोग हुन सकेको छैन। जागिर प्रवृत्तिको हावी छ। आर्जन गरेको सिप मैले धेरै आर्जन गरेँ, तपाईँले धेरै आर्जन गर्नुभयो, त्यसलाई अनुभव गर्ने प्रणाली हामीले निर्माण गरेका छैनौँ। संस्थात्मक सम्बन्धहरू चाहिँ राख्ने कामहरू गरेका छैनौँ र मानव स्रोतको अभिलेखन र परीक्षण, एकाउन्टिङ एन्ड अडिटिङ पिपुलको कामहरू कम भएको छ। र तपाईँको चाहिँ कसको काम यो गर्ने केन्द्रीय कर्मचारी प्रशासन निकाय भनेका छौँ। अपरेसन निकायहरू धेरै छन्, मन्त्रालय विभाग अथवा तपाईँको संविधान निकायहरू, यिनीहरूले पनि त्यो काम गर्नु पर्यो। त्यो कामहरू छैन। सबभन्दा सूचना व्यवस्थापनको कुराहरू छैन। सबभन्दा बढी तपाईँको चाहिँ के त भन्दा औपचारिकताहरू बढी छ भने मैले यति भनेर मैले तपाईँको धेरै प्रश्न छ। 8 बजे मलाई छोडिदिनु भनेको हुनाले मैले त्यो प्रश्नको उत्तर मैले धेरै